वेलकम श्रीयुक्ता जी, एम आई ऑडिबल? श्रीयुक्ता जी, ठिकै छ, मैले सुरु गर्छु अब। स्क्रिन सेयर भइरहेछ है? ओके, थोरै मैले न्युमरोलोजीको बारेमा बताउनुभन्दा अगाडि यो काम गर्छ कि गर्दैन भनेर जिज्ञासा पनि हुनसक्छ हामीहरूलाई। भने यो जस्तै अरू गुह्य विज्ञानले काम गर्छ कि गर्दैन भन्नको लागि चाहिँ हाम्रो शास्त्रले त्यसपछि वैज्ञानिकले के आधार भन्नुभएको छ त्यसमा पनि थोरै म प्रकाश गर्छु अनि तपाईँहरूलाई न्युमरोलोजी सब्जेक्टमा चाहिँ प्रवेश गराउँछु है त। सुरुमा चाहिँ एउटा आइन्स्टाइनले पत्ता लगाउनु भएको फर्मुला छ, एउटा E=mc²। यसबाट चाहिँ हामी अगाडि बढौँ र यो फर्मुलाले चाहिँ के भन्छ त, अथवा यो सूत्रले चाहिँ के भन्छ त भन्दाखेरि एनर्जी भनेको चाहिँ मासलाई चाहिँ हामीले लाइटको स्पिडमा चाहिँ मल्टिप्लाई गर्न सक्यो भने यसबाट चाहिँ के हुन्छ त भन्दाखेरि ऊर्जा चाहिँ निष्कासन हुन्छ भनेर यो एउटा फर्मुलाले भन्यो। र यसले चाहिँ पदार्थ र ऊर्जा चाहिँ अलग अलग कुराहरू होइनन्, यसलाई चाहिँ एक अर्कामा रूपान्तरण हुन सक्छ भन्ने कुरा चाहिँ एउटा यो फर्मुलाले बताएको छ। यो फर्मुलाले किन म यसमा जोड्न खोजिरहेको छु भन्दाखेरि जति पनि हामीले यो भनौँ न एस्ट्रोलोजी भन्छौँ, यो भन्छौँ र डक्टरहरूले केही हामीलाई उपचार गर्नुहुन्छ भने पनि त्यो कुरा चाहिँ हामीमा किन चाहिँ त्यसले चाहिँ प्रभाव गर्छ भन्ने कुरा चाहिँ हामीले यो कुरा बुझ्न सक्यौँ भने सबै गोप्य विज्ञानको अन्तिम बिन्दु भनेको यही नै हो, ऊर्जाको अवधारणा र लाइट। लाइट भनेको हामीले के गरेको छौँ भन्दा के बुझेको छौँ भन्दाखेरि लाइट भनेको भाइब्रेसन हुन्छ भनेर पनि हामीले बुझेको छौँ, हामीले पढेको पनि छौँ। तर त्यसलाई चाहिँ कसरी हाम्रो जीवनमा चाहिँ लागू हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझेको थिएनौँ विज्ञान पढ्दाखेरि। र यसमा यो फर्मुला त हामीले सुनेको पनि हौँ र पढेको पनि थियौँ। र योभन्दा अलिकति माथि हाम्रो हिन्दू शास्त्रमा हेर्ने हो भने ब्रह्म र शक्ति भन्ने कुरा पनि हामीले दुईटा सुन्छौँ। र यसमा चाहिँ के छ भनेर कस्तो खालको अवधारणा छ त भन्दाखेरि ब्रह्म भनेको चाहिँ निर्गुण निराकार शान्त अविभाज्य चेतना हो भने शक्ति भनेको चाहिँ त्यसको के हो त भन्दाखेरि गतिशील रूप भनेको यो माथिकै फर्मुला जस्तै यसलाई चाहिँ हामी के मान्छौँ त भन्दाखेरि ऊर्जा। एउटा शक्ति भनेको चाहिँ प्रकृति हो र यसले चाहिँ के त भन्दाखेरि सारा सृष्टि पदार्थ र संसारलाई चलाउँछ। यो कुरा पनि थोरै बुझौँ, माथिको फर्मुला र यसले भन्न खोजेको कुरा चाहिँ समानता छ। किन भन्दाखेरि यो विज्ञानले त शास्त्रमा भएको धेरै पछि कुराहरूलाई चाहिँ खोज गर्दै गर्दै अनुसन्धान गर्दै गर्दै यो बाहिर लिएर आउने हो होइन, यो कुरा पहिले नै छ। र पुरुष र प्रकृति भनेर पनि सांख्य दर्शनमा पनि के छ त भन्दाखेरि पुरुष भने चाहिँ एउटा चेतना हो, यो चाहिँ अपरिवर्तनीय छ। र प्रकृति भनेको के हो त भनेको गतिशील, यो चाहिँ सत्व रजस र तमस गुणबाट बनेको। र हामीले सुन्दै आएको कुरा पनि हाम्रो शरीर अथवा पदार्थ चाहिँ पृथ्वी जल अग्नि वायु र आकाश यो पञ्चतत्वबाट चाहिँ बनेको हुन्छ भनेर चाहिँ हामीले बुझिरहेछौँ है। यो कुराहरू चाहिँ यहाँहरूले यसो अलिकति बुझ्नुभयो भने पछिको जति पनि कुराहरू छ त्यसमा चाहिँ म लिङ्क गर्दै जान्छु कि कसरी जोडिन्छ भनेर। र भौतिक शास्त्रमा मास र एनर्जी भनेर जुन हामीले अघि यहाँ माथि यो सूत्रमा जुन आएको छ यो र यसले भन्ने पनि एउटै कुरा हो। र यो पनि E=mc² पनि मासबाट चाहिँ ठुलो ऊर्जा बन्छ भन्ने कुरा चाहिँ यसले पनि प्रमाणित गर्छ है। यसको कुरा चाहिँ म तपाईँलाई अहिले पछि गएर लिङ्क गरेर बुझाउँछु। अब दोस्रो स्लाइडमा एकचोटि जाउँ। र भागवत गीताको अध्याय 7 को श्लोकमा पनि भगवान श्री कृष्णले के भन्नुहुन्छ त भन्दाखेरि पृथ्वी जल अग्नि वायु आकाश मन बुद्धि र अहङ्कार यो सबै मेरो ऊर्जा हुन् भनेको सबै कुरा चाहिँ डिभाइन एनर्जीबाट नै बनेको हुन्छ भन्ने कुरा यसले पनि भन्छ। र यथा पिण्डे तथा ब्रह्माण्डे यो सूत्रले के भन्छ त भन्दाखेरि पिण्ड भनेको हामी, सानो पिण्ड र ब्रह्माण्ड भनेको के त भन्दाखेरि सबै चाहिँ के छ भन्दाखेरि समान छ।
सबै कुरा समान छ र सबै एउटै ऊर्जाको स्रोतबाट चाहिँ बनेको हो भनेर चाहिँ यसमा पनि हामीले यो वाक्यांशले चाहिँ यसलाई चाहिँ अब मोडर्न भाषामा भन्दाखेरि हामीले के पनि सुनिरहेछौँ टर्म भन्दाखेरि जे कुरा एबोभ छ त्यही कुरा बिलो छ भनेर पनि हामीले मोडर्न टर्ममा सुनिरह होला सो एबोभ सो बिलो भनेर र पदार्थ र ऊर्जा भने चाहिँ हिन्दू अवधारणामा चाहिँ भनौँ न ब्रह्मसँग एकता प्राप्त गर्नु हो यो सबै इल्युजन हो पनि भन्छ तर यसलाई हामी खासै गर्नु परेन र बौद्ध दर्शनमा चाहिँ ऊर्जाको अवधारणा कस्तो छ त भनेर हेर्दाखेरि यसमा पनि के भन्छ त भन्दाखेरि पदार्थ भनेको स्थिर होइन है अथवा संसार पदार्थलाई चाहिँ स्थिर रूपमा होइन यो निरन्तर प्रक्रिया र ऊर्जाको प्रवाहको रूपमा चाहिँ यसले हेरेको छ यसले पनि के भन्छ त भन्दाखेरि हरेक कुरा भनेको एक अर्बामा निर्भर भएर मात्रै उत्पन्न हुन्छ र स्वतन्त्र रूपमा कुनै पनि वस्तुको अस्तित्व हुँदैन जस्तै कि उदाहरणको लागि हामीले आगो बाल्दाखेरि दाउरा हराउँछ र ताप र प्रकाश चाहिँ उत्पन्न हुन्छ यसको मतलब के हो त भन्दाखेरि दाउरा र आगो भन्ने कुरा अलग होइनन् तर एक अर्कामा निर्भर छन् भनेर एउटा यो सूत्र आएको छ र अर्को सूत्र के त भन्दाखेरि यो पनि भनौँ न आधुनिक विज्ञानमा पनि पदार्थ र ऊर्जा भनेको अघि हामीले हेरिसक्यौँ कि एक अर्कामा रूपान्तरण नै हुँदो रहेछ र अर्को भनेको चाहिँ बौद्ध धर्ममा अथवा बौद्ध दर्शन भनौँ धर्म नभनौँ यसमा पनि के छ त भन्दाखेरि केही कुरा स्थिर भन्ने हुँदैन यो सबै के त भन्दाखेरि ऊर्जाको रूपान्तरण मात्र हो हामीले देखेको ठोस वस्तुहरू पनि ऊर्जाको अस्थायी रूप हुन् भनेर चाहिँ यो सूत्रले भन्दो रहेछ है र अर्को भनेको के हो त भन्दाखेरि एकैछिन है र बौद्ध दर्शनमा पनि अर्को एउटा महत्त्वपूर्ण कुरा के छ त भन्दाखेरि यो अहिलेको क्वान्टम फिजिक्ससँग मेल खान्छ कि सलिड म्याटर भन्ने के पनि छैन यो सबै ऊर्जाको तरङ्ग नै हो भनेर हामीले यसलाई बुझ्न सक्छौँ है अब हामी बिस्तारै यो मैले ब्याकग्राउन्ड चाहिँ यहाँलाई किन बताउन खोजेँ भन्दाखेरि जस्तै कि हामी यो ज्योतिष विषय भनौँ अथवा अरू विषय अथवा डक्टरले चाहिँ केही कुरा हामीलाई औषधि दियो भने हामीमा कसरी त्यसले प्रभाव गर्छ भन्ने कुरा चाहिँ यो सबै कुरा चाहिँ यही सूत्रको आधारमा चाहिँ सबै हाम्रो संसारमा चाहिँ सबै कुराहरू चाहिँ चलिरहेको हुन्छ जस्तै कि एउटा उदाहरण दिन्छु हाम्रो शरीर अब हिलरले पनि यही आधारमा नै हामीलाई हिल गर्ने हो कसरी म बुझाउँछु भन्दाखेरि हाम्रो शरीरको हरेक अङ्ग पनि एउटा रेजोनेन्स भन्छ त्यसलाई इङ्ग्लिसमा हरेक हाम्रो अङ्ग पनि एउटा के त भन्दाखेरि भाइब्रेसन अथवा रेजोनेन्समा चाहिँ चलेको हुन्छ जस्तै कि हाम्रो किडनी भनौँ किडनी चाहिँ 5 देखि 10 हर्जको रेजोनेन्समा यो के गरेर आउँछ त भन्दाखेरि भाइब्रेट गरेर आउँछ अब तपाईलाई भनेको तपाईलाई भन्न खोजेन है अब हामीलाई समग्रमा भन्दाखेरि यो रेजोनेन्स भन्दा कम भयो भने हामीलाई रोग लाग्ने हो र हिलरले के गर्नुहुन्छ त भन्दाखेरि यही अवधारणा सबै कुरा के हो त भन्दाखेरि भाइब्रेसनमै चलिरहेछ हो हामीले माथिको सूत्रहरूबाट यो कुरा पत्ता लगाइसकेका छौँ र भाइब्रेसनमै चलेको भएर हिलरले पनि के गर्नुहुन्छ त भन्दाखेरि किडनीको भाइब्रेसन चाहिँ लो भएकोमा उहाँहरूले चाहिँ ऊर्जाको प्रवाह अघि हामीले निरन्तर हामी ऊर्जामै छौँ भनेका छौँ नि हामी सलिड देखे पनि के त भन्दाखेरि पछाडि चाहिँ हामी ऊर्जै रहेछौँ भनिसकेपछि अब यो किडनीलाई चाहिँ उहाँहरूले के गरिदिनुहुन्छ त हिलरले भन्दाखेरि यसको रेजोनेन्स चाहिँ यहाँ पुर्याइदिइसकेपछि तपाईँ बिस्तारै रोगबाट मुक्त हुनुहुन्छ कि भनिसकेपछि यो ऊर्जाको अवधारणा चाहिँ एकदमै जरुरी छ बुझ्नको लागि
भनेको न्युमरोलोजीमा यो कुरा चाहिँ मैले जोड्दै लान्छु। यो कुरा चाहिँ हजुरहरूले कसरी पनि बुझ्नु होला भन्दाखेरि भोलि तपाईँले केही कुरा मेनिफेस्ट गर्ने भन्ने पनि सुनिरहनु भएको छ भने त्यो कसरी काम गर्छ त भन्दाखेरि सबै कुरा भनेको यही सूत्र हामीले जुन माथि हेरौँ सबै भनेको के छ त भन्दाखेरि एनर्जी भनेकै के छ त भन्दाखेरि मार्सलाई यसलाई नै यही फर्मुलालाई हामीले उल्टाइदियौँ भने मार्स भनेको हेर्नुहोस् त एनर्जी अपन लाइट रहेछ नि। भनिसकेपछि जुन हामीले सन्त महात्माको कुराहरूले चाहिँ हावाबाट के निकाल्नुभयो भने हामीले स्टोरी अथवा कहानीहरू सुन्छौँ। हावाबाट चाहिँ कसैले चाहिँ के उत्पन्न गरिदिनु भयो अथवा मिठाई उत्पन्न गर्नुभयो अथवा केही कुरा भनेको यही फर्मुलामा चाहिँ सबै कुरा चल्ने हो। जसले चाहिँ यो फर्मुला बुझेर चाहिँ त्यसलाई सिद्ध गर्नु भएको छ त्यस्तो उहाँहरूले के गरिदिनुहुन्छ त भन्दाखेरि सबै कुरा चाहिँ एउटा स्पन्दन हो, भाइब्रेसन हो। त्यही भाइब्रेसनलाई चाहिँ उहाँहरूले लाइटको स्पिडमा तानिदिनु भयो भने त्यहाँबाट पनि के हुँदो रहेछ त भन्दाखेरि मास क्रिएट हुँदो रहेछ। भनेपछि मासले पनि सबै भाइब्रेसनल फ्रिक्वेन्सी फालिरहेको हुन्छ भने इनर्जीले पनि के त भन्दाखेरि इनर्जी भनेको प्योर लाइट हो। लाइट भनेको भाइब्रेसन हो। जति भाइब्रेट भयो त्यहाँबाट चाहिँ मास पनि बनाउन सकिँदो रहेछ। र मेनिफेस्टेसन भनेर हामीले जति सुन्छौँ मेनिफेस्टेसनको पनि तपाईँ जति आफ्नो गोलमा अथवा कुरामा क्ल्यारिटी ल्याउनु भयो भने भनेको जति तपाईँको लाइट चाहिँ तपाईँले आफ्नो भित्र क्लियर गर्दै जानुभयो तपाईँले त्यो मेनिफेस्ट गर्नलाई धेरै सजिलो हुन्छ। यो कुरा चाहिँ मैले सबै समग्रमा चाहिँ यो एनर्जी भाइब्रेसनको कुरा तपाईँलाई जोड्नुको उद्देश्य भनेको चाहिँ मेनिफेस्टेसनको कुरा होस् भनौँ हिलिङको कुरा होस् यो एस्ट्रोलोजीको कुरा होस् अथवा न्युमरोलोजीको कुरा होस् सबै कुराको चाहिँ सार के हो त भन्दाखेरि यही सूत्रमा चाहिँ सबै प्रिन्सिपलले काम गर्छ। जस्तै कि मानिलिउँ कसैले तपाईँलाई मन्त्र दिनुभयो भने मन्त्रले पनि के गर्छ त भन्दाखेरि त्यो पनि साउन्डको एनर्जी हो। त्यो साउन्डको एनर्जीले चाहिँ तपाईँको बडीमा चाहिँ एउटा भाइब्रेसन क्रिएट गर्छ र त्यही भाइब्रेसनको आधारमा चाहिँ अरू कुराहरू मेनिफेस्ट हुने हो। त्यसरी चाहिँ सबै कुराहरू चाहिँ यही सूत्रको आधारमा चाहिँ चल्ने भएको भएर तपाईँलाई चाहिँ यो ब्याकग्राउन्डको हिसाबले चाहिँ मैले थोरै यसमा जोड्न खोजेँ र म अर्को एउटा स्लाइड सेयर गर्छु है त तपाईँहरूलाई। त्यसमा केही कन्फ्युजन केही छ? स्लाइड आछ है सेयर भएको छ? आएको छ सर। ओके। र न्युमरोलोजीमा पनि अघि हामीले पढाए जस्तै कम्पन र ऊर्जाको अवधारणा चाहिँ यहाँ पनि छ। अलिकति ठुलो गर्छु। र न्युमरोलोजीले पनि के भन्छ त भन्दाखेरि अङ्कहरूको पनि एउटा विशेष ऊर्जा छ र यो पनि के त भन्दाखेरि कम्पनात्मक आवृत्ति भनेको अघि भने जस्तै भाइब्रेसन हरेक अङ्कको चाहिँ एउटा छुट्टै आफ्नो भाइब्रेसन छ र एनर्जी छ। यो पनि अघि हामीले हाम्रो हिन्दू दर्शन बौद्ध दर्शन अथवा आइन्स्टाइनले पत्ता लगाएको फर्मुला अथवा सूत्र सबैको एउटा सार चाहिँ के छ त भन्दाखेरि हामीले अन्तिममा हेऱ्यो भने सबै सार एउटै हुन आउँछ है। र प्रत्येक अङ्कको आफ्नै अद्वितीय कम्पन हुन्छ र यसले चाहिँ के त भन्दाखेरि तपाईँको जीवनमा प्रभाव पार्न सक्ने पाटोहरूको चाहिँ हामी के गर्छौँ त भन्दाखेरि न्युमरोलोजीमा चाहिँ अध्ययन गर्छौँ। अब यो सङ्ख्याको आधारमा हामी के गर्न सक्छौँ त भन्दाखेरि व्यक्तिका गुण, त्यो व्यक्तिको कस्तो गुण हुन सक्छ त अहिले हामी हेर्छौँ अरू स्लाइडमा उसको जीवनको चाहिँ मार्ग के, उसले त्यो ऊर्जा लिएर आएको छ भने उसले जीवनमा गर्नुपर्ने काम के हो त भन्ने जीवनको मार्ग पनि यही अङ्कको आधारमा चाहिँ हामी निकाल्न सक्छौँ। र तपाईँको जीवनमा अङ्कले कस्तो प्रभावहरू पर्न सक्छ घटनाहरू यो सम्बन्धहरूको पनि हामी के गर्न सक्छौँ त भन्दाखेरि यो चाहिँ
न्युमरोलोजीमा चाहिँ हामीले अध्ययन गर्छौँ। यसले चाहिँ के हो त भन्दाखेरि कस्तो यो सिद्धान्तले चाहिँ के विश्वास गर्छ भनेको अङ्क भनेको केवल गणनात्मक चिन्ह मात्रै होइन है, यो त त्यस्तो जीवित शक्ति हो जसले संसारलाई चाहिँ गहिरो तरिकामा आकार दिन्छ भनेर यो न्युमरोलोजीलाई चाहिँ यसरी व्याख्या गरेको छ भनेर बुझ्न सकिन्छ। र यसको चाहिँ अहिले मोडर्न न्युमरोलोजीको पिता भनेर पाइथागोरस भनेर हामीले चिन्छौँ। हामीले स्कुलमा पाइथागोरस थ्योरम भनेर पनि पढाएको थियौँ। त्यो बेला चाहिँ उहाँ म्याथमेटिक्स मात्रै हुनुहुन्छ भन्ने हामीले बुझ्यौँ, तर उहाँलाई चाहिँ मोडर्न न्युमरोलोजीको उहाँलाई पिता जस्तै पनि मान्दो रहेछ। र उहाँहरू जस्तै अरू रहस्यवादीहरूले पनि के विश्वास गर्थे भन्दाखेरि अङ्क चाहिँ एकदम पवित्र कुरा हो र ब्रह्माण्डले हामीसँग चाहिँ कसरी चाहिँ हामीलेसँग ब्रह्माण्डले चाहिँ हामीलाई कसरी काम गरिरहेको हुन्छ त भन्ने कुरा चाहिँ पाइथागोरसले पनि एउटा उहाँहरूको शिष्यको लागि छुट्टै एउटा स्कुलले बनाउनु भएको रहेछ। त्यहाँ चाहिँ जो चाहिँ यस्तो भनौँ न रहस्यवादी कुराहरू चाहिँ पढ्न इच्छुक हुन्थे उहाँहरूको लागि छुट्टै राख्नु भएको रहेछ भनौँ। अहिले त्यति ब्याकग्राउन्डमा हामी जानुपर्ने त छैन। र यसलाई चाहिँ मापनका उपकरण मात्र होइन, जीवनको ऊर्जा प्रवाह बुझ्नको लागि चाहिँ यो कुञ्जी भनेको चाहिँ के भन्छु यसलाई के हो भनेर चाहिँ यसरी उहाँले व्याख्या गर्नु भएको छ। अब सङ्ख्या चाहिँ हाम्रो 1 देखि 9 सम्म नै छ है। अब यसपछिको 10, 11 भनेको चाहिँ यसकै जोडिँदै आएको हो नि त। त्यही भएर हामीले अङ्क चाहिँ 1 देखि 9 सम्म मात्रै लिन्छौँ। शून्यलाई चाहिँ हाम्रो न्युमरोलोजीमा लिँदैनौँ। शून्यको चाहिँ कुनै पनि पछि विश्लेषण गर्दाखेरि यसलाई के पनि युज गर्दैनौँ है। शून्यलाई चाहिँ अरू 1 देखि 9 सम्मको अङ्क लिन्छौँ। म अर्को स्लाइडमा यहाँलाई कुरा बुझाउँदै जान्छु। र 1 देखि 9 सम्मकोले चाहिँ कस्तो खालको भाइब्रेसन अथवा कस्तो खालको चाहिँ ऊर्जालाई चाहिँ उत्सर्जन गर्छ भनेर चाहिँ हामीले सर्टमा मैले बुझाउन खोज्छु। अब 1 अघि हामीले 1 2 3 4 नम्बर भन्यौँ नि। अब न्युमरोलोजीमा 1 नम्बरको अङ्कले चाहिँ कस्तो खालको ऊर्जा चाहिँ प्रभावित गरेर हुन्छ त भन्दाखेरि अङ्क 1 को व्यक्तिहरू स्वतन्त्र रहन खोज्छन्, उनीहरू नेतृत्वमा आउन खोज्छन् र उहाँहरूलाई चाहिँ व्यक्तिगतको प्रतिनिधित्व पनि गर्नुहुन्छ। उहाँ भनेको अन्डरमा काम गर्नलाई चाहिँ अलिकति रुचाउनुहुन्न है। यो 1 को ऊर्जाले चाहिँ नयाँ सुरुवात, प्रेरणा र पहलको कम्पन हो। अब योबाट प्रभावित व्यक्तिहरू चाहिँ स्वप्रेरित, महत्त्वाकांक्षी र दृढ सोच भएका हुन्छन् है। यो नयाँ ऊर्जा चाहिँ मार्ग निर्माण गर्ने अग्रणीहरूको ऊर्जा हो। जस्तै कि हामी एलन मस्कको डेट अफ बर्थ हेर्छौँ भने उहाँ पनि 1 बाट प्रभावित मान्छे हुनुहुन्छ। कसरी निकाल्ने भन्ने कुरा चाहिँ म अर्को स्लाइडमा यहाँलाई बुझाउँछु। अब 2 को ऊर्जा चाहिँ के हो त भन्दाखेरि 2 भनेको अघि 1 भने जस्तै 1 ले काम गर्छ, 1 भने जस्तै 2 को ऊर्जा भनेको चाहिँ द्वैत, डबल र यो चाहिँ पार्टनरसिप र सन्तुलनको ऊर्जा भनेको ब्यालेन्स। यसले चाहिँ ब्यालेन्सको ऊर्जा बोकेको हुन्छ भनेर हामी बुझ्छौँ। र यो ऊर्जाले चाहिँ सहकार्य कसरी गर्ने, कूटनीति र संवेदन पनि हुन्छन्। यी मान्छेहरू संवेदनशीलताको कम्पन भयो। अब योबाट प्रभावित मान्छेहरू चाहिँ सहानुभूति राख्ने, सूक्ष्म दृष्टि भएको र अरूको आवश्यकता कस्तो छ भनेर यसप्रति संवेदनशील पनि हुन्छन् है। यो ऊर्जाले सहकार्य गर्ने सामञ्जस्यपूर्ण सम्बन्धलाई पनि प्रोत्साहन गर्छ। अब 3 को ऊर्जा जाउँ। यसलाई भन्दाखेरि चाहिँ न्युमरोलोजीमा 2 को ऊर्जा भएको हामी मुन अथवा चन्द्रमाको ऊर्जा भनेर मान्छौँ। मुनबाट प्रभावित व्यक्तिहरूमा चाहिँ यो पर्सनालिटी ट्रेट्स भनेर पनि बुझ्न सकिन्छ यसलाई। र 1 को ऊर्जालाई चाहिँ हामी केले रिप्रेजेन्ट गर्छौँ भन्दाखेरि सूर्य कस्तो छ, सबै डिसिप्लिनमा बस्छ नि सूर्य।
एकको मान्छे पनि एकदम डिसिप्लिनमा बस्छ। हरेक दिन एउटै समयमा सूर्य उदय हुन्छ, अस्त पनि एउटैमा हुन्छ भनेपछि यो सबै डिसिप्लिनमा बस्नेवाला चाहिँ एकले प्रभावित व्यक्तिहरू हुनुहुन्छ। र तीनको ऊर्जा भने चाहिँ हामी केलाई मान्छौँ त भन्दाखेरि सृजनात्मक, यो चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ उसले सिर्जना गर्ने, जस्तै कि आर्टिस्टहरू हुनुहुन्छ, फिल्म लाइनको व्यक्तिहरू पनि हेर्नुभयो भने तीनको ऊर्जाको प्रभावमा बस्नु भएको हुन्छ। उहाँहरू चाहिँ अलिकति हाँसखेल गर्ने, आशावादी र विचारहरूको माध्यमबाट अरूसँग जडान गर्ने क्षमताको कम्पन हो। योबाट प्रभावित व्यक्तिहरू चाहिँ आकर्षक पनि हुन्छ, यहाँ पनि रहेछ कलात्मक कुराहरू पनि गर्नुहुन्छ। र उहाँहरूले चाहिँ के हुन्छ त भन्दाखेरि हल्का फुल्का हामी जोक भन्छौँ, त्यसले चाहिँ माहौललाई चाहिँ अलिकति रमाइलो बनाउनुहुन्छ। र यो चाहिँ जुपिटरबाट प्रभावित व्यक्तिहरू भनेर हामी न्युमरोलोजीमा चाहिँ मान्छौँ। अब 4 को ऊर्जा चाहिँ कस्तो छ त भन्दाखेरि यो स्थिरता, संरचना र कडा परिश्रमको ऊर्जा हो। कसैको जीवनमा डेट अफ बर्थमा अथवा पर्सनालिटी चाहिँ म बुझाउँछु है पछि 4 बाट प्रभावित हुनुहुन्छ भने उहाँहरूको जीवनमा सङ्घर्ष आउँछ। यो ग्रोथको पनि नम्बर हो। प्याराडक्स चाहिँ के छ भन्दाखेरि ग्रोथ पनि दिन्छ यसले, सङ्घर्ष पनि दिन्छ। यसलाई यसरी पनि बुझ्नु, फल कुनै वृक्षले फल दिन्छ भने वृक्षले फल दिनुभन्दा अगाडि कति कुराहरू झेल्नुपर्छ हेर्नुहोस् त। यतिकै फल लाग्छ? लाग्दैन नि। उसले प्रकृतिको हावा हुरी सबै झेल्नुपर्छ नि। यो 4 को ऊर्जा पनि त्यही हो, सङ्घर्ष गर्दै जाने, ग्रोथ लिँदै जाने, सङ्घर्ष गर्दै जाने, ग्रोथ लिँदै जाने। पाँचको ऊर्जा भनेको के छ त भन्दाखेरि स्वतन्त्रता चाहने र परिवर्तनको ऊर्जा हो। अब उसले चाहिँ के हुन्छ, अब हामीले कर्पोरेट जगतमा हेर्नु पर्यो भने 5 ले के गरिदिन्छ त भन्दाखेरि बजारमा के नयाँ ट्रेन्ड चढेछ यो व्यक्तिलाई सबै थाहा हुन्छ र उसले के पनि गरिदिन्छ भन्दाखेरि तपाईलाई यति मोटिभेट गरिदिन्छ काम गर्नको लागि। 5 को ऊर्जाको मान्छे एकदम मोटिभेट पनि गर्छ। अघि एउटा कुरा छुटाएको छु मैले, 4 को ऊर्जालाई चाहिँ हामी राहुबाट प्रभावित भन्छौँ है। र 5 को ऊर्जा चाहिँ के छ भन्दाखेरि हामी यसलाई चाहिँ मर्करी या बुध, र यसलाई चाहिँ बुझ्नको लागि राजकुमार भनेर पनि बुझ्दा हुन्छ। राजकुमार भनेपछि के हुन्छ त भन्दा अलि चञ्चल पनि हुने भयो, थोरै म्याचुरिटी पनि हुँदैन भनौँ न, म्याचुरिटी पनि कम हुन्छ। यसरी बुझ्नु, बच्चा भनेर बुझ्दा पनि भयो। प्राय उनीहरू चाहिँ रुटिन काम गर्न चाहिँ अल्छी मान्छन् है, रुटिन कामबाट चाहिँ छुटकारा खोज्छन् र प्राय बिजनेस गर्न पनि खोज्ने मान्छे हुन्छन्। 4 को ऊर्जा पनि बिजनेसको ऊर्जा पनि हो। उहाँहरू आइटी फिल्डमा पनि धेरै देखेको छु मैले मेरो पर्सनल एक्सपिरियन्समा पनि, र उहाँहरू बिजनेसमा पनि हुनुहुन्छ। यो 6 नम्बरको ऊर्जा भने चाहिँ पोषण, जिम्मेवारी र परिवारको ऊर्जा हो। अब यो व्यक्ति चाहिँ कस्तो पनि प्राय हुन्छ भन्दाखेरि तपाईहरुले फिल्म लाइनमा हेर्नुभयो भने पनि यो 6 बाट प्रभावित व्यक्तिहरू फिल्म लाइनमा पनि गइरहेको हुनुहुन्छ। यो भनेको के हो त भन्दाखेरि लग्जरीको नम्बर हो र यो चाहिँ भिनसबाट प्रभावित नम्बर हो।
यसलाई चाहिँ शुक्र भनौँ न। र धेरै सहानुभूति, सेवा र समर्थनको नम्बर पनि हो। र पछि हामी हेर्छौँ लाइफ पाथ भनेर कसरी निकाल्ने भनेर पनि हेर्छौँ। अब यो लाइफ पाथ 6बाट मान्छेलाई लग्जरी त दिन्छ, तर यसको साथसाथै उहाँलाई एउटा के हुन्छ त भन्दाखेरि एउटा बोझ पनि दिन्छ, पारिवारिक बोझ पनि धेरै दिन्छ। सातको ऊर्जालाई चाहिँ हामी केतुबाट प्रभावित भनेर मान्छौँ। र उहाँहरू चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि हाम्रो कर्पोरेट वर्ल्डमा हेर्दाखेरि, अहिलेको मोडर्न वर्ल्डमा रिसर्चमा एकदम अब्बल हुनुहुन्छ। मेरो एक्सपिरियन्समा पनि धेरै जसो मैले रिसर्चर नै देखेको छु, इम्पोर्ट एक्सपोर्टमा पनि उहाँहरू लाग्नु भएको हुन्छ। यसलाई चाहिँ मोडर्न टर्ममा चिल्ड्रेन अफ डेस्टिनी भनेर पनि भन्छ। यो भन्न खोजेको के हो त भन्दाखेरि प्राय 7को ऊर्जाबाट प्रभावित व्यक्तिहरू भनेको जीवनमा कसै न कसैबाट धोका पाएकै हुन्छन्। अझ 1 र 7 अहिलेलाई यति मात्रै बोल्नुहोस्, म पछि बुझाउँछु। 1 र 7 प्रभावित व्यक्ति हुनुहुन्छ भने त परिवारबाटै धोका पाइन्छ। 1 भनेको अघि हामीले भने जस्तै जन्म मिति, 7 भने चाहिँ लाइफ पाथ, हामी पछि कसरी निकाल्ने भन्ने सिक्छौँ। यो व्यक्तिलाई प्राय परिवारकै मान्छेबाट धोका मिलिरहन्छ। र यो चाहिँ अलि दार्शनिक स्वभावको, अघि रिसर्च भने जस्तै अन्वेषण गर्न रुचाउने र जीवनका गहिरा प्रश्नहरू चाहिँ गर्न रुचाउने व्यक्तिहरू चाहिँ 7को ऊर्जाबाट प्रभावित हुनुहुन्छ। ब्रह्माण्डको रहस्यमय कुराहरू चाहिँ बुझ्नलाई चाहिँ उहाँहरूलाई अझै रमाइलो लाग्छ। 8को ऊर्जालाई चाहिँ हामी स्याटर्न अथवा शनिबाट प्रभावित भन्छौँ। त्यो 8लाई चाहिँ हामी 2 टुक्रा बाँड्ने हो भने, एउटा यो भौतिक र यसलाई चाहिँ आध्यात्मिक भनेर 2टा भागमा हामी बाँड्न सक्छौँ। भनेको यसले के त भन्दाखेरि शनि इक्वल टु मनी भनेर पनि भन्छौँ हामी। र यो ऊर्जाले तपाईलाई भौतिक जगतमा पनि माथि पुर्याइदिन्छ, आध्यात्मिक जगतमा पनि माथि पुर्याइदिन्छ। तर कुनै नम्बरहरू अब पछि कोर्समा हामी पढौँला, एन्टी नम्बर पनि हुन्छ। भनेको एकमा जन्म लिनु भएको छ, लाइफ पाथ 8 छ भने यो 2टाको एन्टी नम्बर भयो। यसले पनि जीवनमा एकदमै सङ्घर्ष दिन्छ। अब 8बाट भौतिक जगतमा तपाईलाई माथि पुर्याउँछ भनेपछि यसमा के हुन्छ त भन्दाखेरि बिलिभ इन हार्डवर्क। योबाट प्रभावित व्यक्तिहरू हार्डवर्कमा बिलिभ गर्छन्, नो सर्टकट्स। उहाँहरू महत्त्वाकांक्षी पनि हुनुहुन्छ, व्यवहारिक निर्णय लिन सक्षम पनि हुनुहुन्छ। र 8को ऊर्जाबाट प्रभावित व्यक्तिको हेर्नुभयो भने तपाईँले ब्याङ्क अकाउन्ट पनि धेरै खोल्नु भएको हुन्छ र उहाँहरूको कार्ड पनि थुप्रो ब्याङ्कमा हुन्छ, कार्ड पनि धेरै लिनुभएको हुन्छ। मेरो पर्सनल एक्सपिरियन्समा यो 2टै मैले भोगेको छु क्लाइन्टहरूको। र 9
9लाई चाहिँ हामी के भन्छौँ त भन्दाखेरि मार्स या भनौँ मङ्गल। 1 नम्बरले काम गर भन्छ भने मङ्गलले त्यसलाई के गर्छ त भन्दाखेरि फिनिस। कर्पोरेटमा कुनै काम भइरहेको छैन, सकिया छैन भने मङ्गल प्रभावित व्यक्तिलाई भन्नुहोस्, उसले सबै फिनिस गरिदिन्छ तपाईँलाई। र 9बाट प्रभावित व्यक्तिहरू मैले प्राय एनजिओहरू आइएनजिओमा काम गरेको भेटेको छु। किन त भन्दाखेरि उहाँहरूको भित्र सहानुभूति हुन्छ, मानवतावाद र यो चाहिँ अरूलाई चाहिँ अझै उदारता, संसारलाई कसरी राम्रो बनाउने भन्ने चाहनाको कम्पन हो। त्यही भएर एनजिओ आइएनजिओमा काम गरेकै भेटिन्छ त। र अरू नम्बर पनि हुन्छ, मास्टर नम्बर पनि भन्छौँ त्यसलाई हामी। यो चाहिँ लाइफ पाथमै निकाल्ने हो। 11, 22 र 33 भन्ने पनि एकदमै यो चाहिँ के हो भन्दाखेरि हाम्रो 1 देखि 9 भन्दा धेरै माथिको उच्च कम्पनात्मक आवृत्ति हो। 33 भन्ने त यसलाई हामी ओल्ड सोल पनि भन्न सक्छौँ। यो त प्राय भेटिँदैन। 11 र 22 चाहिँ एकदमै भेटिन सक्छ। र मैले मेरो पर्सनल एक्सपिरियन्समा जसको लाइफ पाथ चाहिँ 11 छ उहाँ चाहिँ गोल्ड मेडलिस्ट नै भेटेको छु। यो नम्बर चाहिँ आध्यात्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मान्छ यो तीनटै। र यो चाहिँ व्यक्तिगत पनि धेरै वृद्धिको ठूलो सम्भावना बोकेको हो र आध्यात्मिक पनि एकदमै सम्भावना भएको व्यक्तिहरूको मात्रै यो नम्बर देखेको छु है मैले। मेटेरियलमा पनि माथि नै देखेको छु र आध्यात्मिक कुराहरू पनि उहाँहरूको भेटेकै छु। तपाईहरुले यसो भेट्नुभयो भने पनि थाहा पाइहाल्नुहुन्छ। अहिलेलाई यति मात्रै गरौँ, त्यसपछि म अर्को स्लाइडमा गएँ है त। यसमा तपाईले केही नबुझ्नु भएको छ भने भन्नु होला है, सोध्नु होला प्लिज ह्यान्ड रेज गरेर। अघि हामीले 1 देखि 9 सम्मको ऊर्जा कसरी चाहिँ प्रभावित हुन्छ भने हेर्यौं। त्यसले चाहिँ सर्टकटमा अब यसरी पनि जोड्छु म। अघि 1 बाट प्रभावित व्यक्ति भनेर हामीले भन्यौं, उहाँहरू चाहिँ हेलो सञ्जय जी, ह्यान्ड रेज गरिरहनु भएको रहेछ, केही थियो यहाँको क्वेसन? हजुर, त्यो सोध्नु थियो एउटा। अनि जस्तो तपाईले त्यो नम्बरहरु त भनिहाल्नु भयो हैन, नम्बर। हजुर, यो नम्बर चाहिँ अब हाम्रो कति हो भनेर कसरी पत्ता लगाउने त्यो सिकाउनुहुन्छ? यहाँ अब म अर्को स्लाइडमा अहिले देखियो देखिरहेछ पर्सनली। ठिक छ, अब यसमा चाहिँ म तपाईहरुलाई बुझाउँछु। अघि 1 बाट प्रभावित व्यक्ति भने नि, अब तक्नुस् है। अब कसैको जन्म 1, 10, 19 अथवा 28 यसलाई चाहिँ जन्म लिनु भएको छ भने उहाँहरू चाहिँ 1 नम्बरबाट प्रभावित व्यक्ति भनेर बुझ्न सकिन्छ। अब यो चाहिँ 1, 10 र 19 र 28 को चाहिँ के छ त फरक भन्दाखेरि, तपाईले गाडी बाटोमा सुजुकीको स्विफ्ट मानिनु, यसरी बुझ्नु होला, म त्यसरी बुझाइदिन्छु है त। सुजुकीको स्विफ्ट गाडी चलिरहेको देख्नु भएको होला, कतिले याद गर्नु भएको छ कि छैन? पछाडि हेर्नुभयो भने VX1 र ZX1 भनेर लेखेको हुन्छ हो। त्यस्तै गरी यो 1, 10, 19 र 28 हेर्दाखेरि त पर्सनालिटी 1 नै हो, तर यो सुजुकी स्विफ्टमा VX1 र ZX1 भनेर दुईटा मोडलमा
केही न केही डिफरेन्स हुन्छ भने जस्तै यो हरेक 4 वटामा जन्म लिने व्यक्ति चाहिँ पर्सनालिटी वानै भए पनि तर उहाँहरूको भित्रपट्टि केही गुण चाहिँ फरक हुन्छ र यो अब आज त यो अलि सम्भव छैन। त्यही भएर यो समग्रमा भन्दाखेरि उहाँहरू चाहिँ एकबाट प्रभावित व्यक्तिहरू हुनुहुन्छ। अघि भने जस्तै उहाँहरूको एम्बिसन हुन्छ, उहाँ इन्डिपेन्डेन्स रूपमा अगाडि बढ्न चाहनुहुन्छ र उहाँहरूमा कन्फिडेन्स पनि हुन्छ र उहाँहरूको लागि च्यालेन्ज के हो त भन्दाखेरि ओभर कन्फिडेन्स हुन सक्यो र अरूलाई कन्ट्रोल गर्ने डिजायर पनि हुन सक्यो। यो चाहिँ उहाँहरूको स्याडो साइड अथवा च्यालेन्ज भयो। अब सेकेन्डमा जाउँ। अघि भने जस्तै पर्सनालिटी 2 अथवा 2 उहाँहरू चाहिँ 2 11 20 र 29 योबाट प्रभावित व्यक्तिहरूको के हुन्छ त भन्दाखेरि उहाँहरूको इन्ट्युएसन भनेको केही कुरा घट्दैछ भने त्यसको पूर्वाभास हुन सक्छ। उहाँहरूमा सहानुभूति हुन सक्छ, अरूप्रति लोयल हुन सक्नुहुन्छ र उहाँहरूको प्रेजेन्स नै एउटा आनन्ददायक प्रेजेन्स हुन सक्छ र उहाँहरू अलिकति साई हुनुहुन्छ नेचरको। यो चाहिँ उहाँहरूको नेगेटिभ साइड र इमोसनल अप्स एन्ड डाउन हुन्छ। अघि हामीले के भनेको थियौँ भन्दाखेरि उहाँहरू मुनबाट प्रभावित भनेको थियौँ नि। अब मुनबाट प्रभावित भएपछि हरेक 2 दिनमा मुनले के गर्छ त भन्दाखेरि अथवा चन्द्रमाले नक्षत्र परिवर्तन गर्छ। त्यही भएर यो एकदम फास्ट मुभिङ भएको भएर उहाँहरूको इमोसन पनि एकचोटि अप हुनसक्छ, एकचोटि डाउन पनि हुनसक्छ। त्यही भएर यो मुड स्विङ भनेर भन्छौँ नि हामी, यो चाहिँ यो चन्द्रमाबाट प्रभावित व्यक्तिको मुड स्विङ चाहिँ धेरै हुन्छ र उहाँहरूलाई चाहिँ के त भन्दाखेरि एक्सन लिनको लागि चाहिँ उहाँहरू चाहिँ अलिकति हिचकिचाउनुहुन्छ। भनेको पर्दा पछाडि काम गर्न रुचाउनुहुन्छ, अगाडि फ्रन्टमा आएर काम गर्न चाहिँ उहाँहरूलाई अलिकति गाह्रो मान्नुहुन्छ। र अघि 3बाट प्रभावित व्यक्ति भनेको 3 तारिक, 12 तारिक, 21 र 30। यो पनि कसरी त भन्दाखेरि मैले तपाईँलाई भन्न छुटाएको छु। 12 भनेको पनि 1 + 2 = 3 नै आउँछ। 21 भनेको पनि 2 + 1 = 3 नै आउँछ। 30 को पनि 3 + 0 = 3 आउँछ। एउटा सन्तुलन र सेल्फ अवेरनेस खोजिरहनु भएको हुन्छ। अब यो त के हो त भन्दाखेरि उहाँहरूको स्याडो साइड भनेको एक्सेसिभ अप्टिमिजम। यो भन्न खोजेको एकदमै सकारात्मक भइदिने। यो चाहिँ जुपिटरबाट प्रभावित हुने भयो। अब 4 को चाहिँ 4, 13, 22 र 31। अब प्र्याक्टिकल हुन्छ, केही कुरा गर्ने भनेर आँट पनि हुन्छ, डिटर्मिनेसन हुन्छ, मिनिङफुल चेन्ज पनि खोज्नुहुन्छ। तर के हुन्छ त भन्दाखेरि उहाँहरू हठी हुनुहुन्छ। उहाँहरूलाई के त भन्दाखेरि कम्युनिकेसन चाहिँ उहाँहरूको ठाडो हुन्छ। त्यही भएर एउटा सोसल कनेक्सन बनाउन चाहिँ उहाँहरूलाई अलिकति गाह्रो पनि भइरहेको हुन्छ। कम्युनिकेसन चाहिँ सिधा हुने, स्ट्रेट हुने भएको भएर। 5 को भनेको 5, 14 र 23मा जन्म लिनुभएको छ भने 5बाट प्रभावित व्यक्ति हुनुभयो। चाइल्ड लाइक बिहेभियर हुन्छ, औरा हुन्छ र च्यालेन्ज भने चाहिँ के हुन्छ त भन्दाखेरि खर्चालु प्रवृत्ति हुन्छ र छिटो छिटो रिसाउने पनि प्रवृत्ति हुनसक्छ। 6बाट प्रभावित व्यक्तिको हेर्नुहोस् त, उहाँहरू एकदम भेनसबाट प्रभावित भएको भएर के देखिनुहुन्छ त भन्दाखेरि सुन्दर देखिनुहुन्छ एकदमै। र यो फ्यामिलीको नम्बर हो र इमोसनली ड्राइभ पनि हुन्छ र उहाँहरू आर्टिस्टिक। अघि फिल्म लाइनको व्यक्तिहरू पनि यहाँ धेरै हुन्छ भनेको थिएँ नि मैले। फिल्म लाइनको व्यक्तिहरू पनि यहाँ हुन्छ है। र उहाँहरूको एउटा स्याडो साइड भने चाहिँ ओभर गिभिङ, चाहिने भन्दा धेरै दिन पनि सक्नुहुन्छ उहाँहरूले र इमोसनल डिस्ट्रेस पनि हुन्छ। सँग चाहिँ कसरी डिल गर्ने भन्ने कुरा चाहिँ यहाँ गाह्रो हुन्छ। भनेको रोना धोना चाहिँ धेरै हुन्छ यो नम्बरमा। र 7बाट प्रभावित व्यक्ति भनेको 7, 16 र 25। यहाँ जन्म लिनु भएको छ भने उहाँहरू के त काम हुनसक्छ, सोचिरहने हुनसक्छ। तर के हो त भन्दाखेरि स्याडो साइड भनेको इन्ट्रोभर्ट
धेरै नबोल्ने भन्न सक्यो, स्ट्रेस र एन्जाइटीमा पनि देखिन्छ उहाँहरूको पर्सनालिटीमा। अघि 8 नम्बरको भनेको अघि मैले भनेको थिएँ हार्डवर्क हुन्छ, डिसिप्लिनमा बस्न रुचाउनुहुन्छ, उहाँहरूको काममा फोकस हुन्छ। तर अर्को के हुनसक्छ त भन्दाखेरि काम भन्दाखेरि रिलेसन चाहिँ अलिकति यो टुट्न सक्छ। भनेको उहाँहरूकोमा 8लाई चाहिँ हामी शनिलाई के भन्छौँ भन्दाखेरि कोल्ड प्लानेट भनेको हिसाबले थोरै इमोसनल साइड चाहिँ लो हुन्छ। त्यो भएर चाहिँ रिलेसनलाई पनि प्रभावित गर्छ र त्यसले खुद आफू डिप्रेसन पनि हुन सकिने भयो अथवा ओभर थिङ्किङ पनि हुन सक्ने भयो। र 9 नम्बरको अघि भने जस्तै एकदम एनर्जेटिक पनि हुन्छ, करिज्मेटिक पनि हुन्छ। र 9 नम्बरको प्रभावित व्यक्तिलाई चाहिँ म एउटा के सजेसन गर्छु भन्दाखेरि जिम चाहिँ सजेसन गर्छु अथवा फिजिकल एक्टिभिटी चाहिँ गरौँ भनेर सजेसन गर्छु। र यो तपाईहरुलाई सम्झिनलाई चिट कोड पनि छ यहाँ। 1 देखि 9 सम्म यहाँ लेख्दै जानुस्, त्यसपछि यहाँ 1 देखि 9 सम्म फेरि लेख्नुस्, त्यसपछि 10 लेख्नुस्, 11 12 गर्दै 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 31 सम्म सकाउनुस्। अघि 1 बाट प्रभावित व्यक्ति कति कति हुनुहुन्छ भनेर हामीले सम्झिन नै परेन। यहाँ हेर्नुस् त 1 10 19 28 2 भएको 2 11 20 29 कति सजिलो छ। यहाँ मैले यहाँ चिट कोड बनाइदिएछु, यहाँलाई सम्झिनु पनि सजिलो छ। यसलाई मैले काटेँ है त अब। चेतनजी भन्नुस् त। हामी नेपालीको चाहिँ जनरली डेट अफ बर्थ अब यो बीएस क्यालेन्डरमा हुन्छ सर। हजुर। अब एडी पनि अब त्यसलाई एउटा कन्भर्टेबल वेले चाहिँ अब हेर्ने गरिएको छ। हजुर हजुर। धेरै ठाउँमा युज गर्दाखेरि अब एडी युज गरेको पनि हुन्छ, तर अब एउटा कस्तो भन्दाखेरि बेसिस चाहिँ हाम्रो मेजरली अब भनौँ न नागरिकता या गभर्नमेन्ट रिलेटेड डकुमेन्टमा हजुर। अब हामी बीएसए युज गर्छौं। अब यो न्यूमरोलजिकल एस्पेक्टले चाहिँ हामीले कुन डेट अफ बर्थ फलो गर्छौं सर? जस्तै अब यो यसमा चाहिँ हामी यो ग्रेगोरियन क्यालेन्डर नै युज गर्छौं। ग्रेगोरियन नि सर? हजुर हजुर। यो किन भन्दाखेरि सबै वेस्टर्नमा यो ग्रेगोरियनबाटै नै अगाडि बढ्यो हैन। तर यसको यो न्यूमरोलोजी हेर्दाखेरि हामीले वेस्टर्नबाट आएको जस्तो लाग्छ। तर वेस्टर्नको पनि बुकमा हेर्ने हो भने जस्तै कि किरो अथवा सेफेरियल दुईजनाले चाहिँ के लेख्नु भएको छ त भन्दाखेरि उहाँहरू इन्डिया आउनु भएको हो र इन्डियाको पण्डितको परिवारलाई भेटिसकेपछि यहाँबाट चाहिँ उहाँहरूले अङ्क ज्योतिष भनेर त्यो कुरा चाहिँ सिकेर गएको हो भनेर उहाँले आफ्नो किताबको अगाडि लेख्नु भएकै छ। भन्दाखेरि यसको श्रेय चाहिँ घुमिफेरि इन्डियाबाटै गएको देखिन्छ र ग्रेगोरियन क्यालेन्डरलाई नै युज गर्छौँ हामीले। हुन्छ सर, हुन्छ। न्यूमरोलोजीमा चाहिँ कसरी यो प्रभावित हुन्छ, ऊर्जाको कम्पनको अवधारणाहरू बुझाएँ। अब चाहिँ म कोर्सको आउटलुकमा पनि जान्छु। अहिलेसम्ममा केही कन्फ्युजन छ? छैन सर। एउटा लाइफ पाथ चाहिँ तपाईहरुले सिकाइदिनु पर्ने है, मैले बिर्सेछु। भन्नुहुन्छ त म एउटा लाइफ पाथ चाहिँ निकाल्न सिकाइदिइहाल्छु। तपाईको एकचोटि डेट अफ बर्थ सेयर गर्न सक्नुहुन्छ चेतनजी? 28/10/1985।
अब लाइफ पाथ चाहिँ कसरी निकाल्छौँ भन्दाखेरि अब यसलाई चाहिँ हामी डेस्टिनी पनि भन्छौँ। अघि हामीले के हेऱ्यौँ त भन्दाखेरि अगाडिको तारिख जति जति छ त्यसलाई चाहिँ हामीले पर्सनालिटी नम्बर भनेर हामीले हेऱ्यौँ। भने यो सबै अङ्कलाई जोड्यो भने निस्किने चाहिँ के हो त भन्दाखेरि लाइफ पाथ या डेस्टिनी। किन डेस्टिनी भनेको त लामो हुन्छ, भाग्य भनेपछि यो सबै अङ्कको प्रभाव चाहिँ डेस्टिनीमा पर्ने हुन्छ है त। यसलाई एकचोटि जोडौँ है त के रहेछ। तपाईँहरू पनि जोड्नुहोस् है नोटमा। 10, 11, 12, 12 र 8ले 20, 1, 21, 21 र 8ले 34 हुन्छ, टोटल 17 हुन्छ। 34 को 3 + 4 गर्दाखेरि 7 भनेपछि तपाईँको 28 बाट 17 10 भनेपछि 17। अघि भनेपछि तपाईँलाई आफ्नैले धोका दिएको छ। पाउनु भएको छ कि छैन? आफूले त्यति साह्रो त पाएको छैन सर अहिलेसम्मको रेट उसमा। धेरै फिल गरेर पनि छैन हो। धेरै जसो 17 को चाहिँ मेरो अनुभवमा चाहिँ प्राय मैले चाहिँ आफन्तबाटै धोका पाएकै व्यक्तिहरू धेरै देखेको छु, पैसाको मामलामा होस् या अरू कुनै मामलामा। तर यो 28 भने पनि एकदमै स्ट्रगलिङ नम्बर हो। यो त स्ट्रगल त धेरै दिन्छ त यो। छ तपाईँको त्यस्तो केही? त्यस्तो अब यस्तो छ सर, अब आफ्नै हिसाबले काम गरिएको छ। हजुर हजुर। अब स्ट्रगल त लाइफको हरेक फेजमा हुन्छ भन्ने कुरै लिएर हिँडिन्छ होइन। हजुर हजुर। तर त्यसरी त्यसलाई स्ट्रगलकै रूपमा चाहिँ लिएको छैन हो सर। तर जस आफूले चाहेको भन्ने बित्तिकै इन्स्ट्यान्टली चाहिँ हुँदैन। हजुर हजुर। अब यसमा कस्तो पनि हुन्छ भन्दाखेरि अब स्ट्रगल त सबैले गर्नै पर्ने हुन्छ होइन। तर 28 मा चाहिँ मैले जति हेरेँ त्यसमा अलिकति स्ट्रगल चाहिँ छ। र यो कस्तो पनि हुन्छ भन्दाखेरि अरूको अन्डरमा चाहिँ बस्न नमान्ने नम्बर हो क्या यो। अलिकति बस्नु। हजुर हजुर। तर जोसँग कुरा गरे पनि मन जित्ने चाहिँ टाइपकै हुन्छ र अलिकति अर्डर पनि चलाउन मन गर्छ। तर अब डेस्टिनी नम्बर चाहिँ तपाईँको फेरि 1 र 7 मा भने चाहिँ अलिकति अप्ठ्यारो चाहिँ दिन्छ यसले होइन। तर पनि अब ठिक छ। तपाईँलाई चाहिँ म एउटा सजेसन चाहिँ के गर्छु भन्दाखेरि तपाईँ अब मन्दिरहरू जानुहुन्छ कि हुन्न? त्यस्तो फ्रिक्वेन्टली चाहिँ गइँदैन सर। जाँदैन है। हजुर। 17 को लागि चाहिँ प्राय भिजिट गरेको राम्रो हुन्छ सर, म अब सुरु गर्छु। किन भन्दा 7 को ऊर्जा भनेको तपाईँको अघि हामीले हेऱ्यौँ नि यो अलिकति खोजी प्रवृत्तिको अलि त्यो भएर कहिलेकाहीँ चाहिँ कस्तो हजुर रिसर्चको। तपाईँलाई एउटा रेमेडीको हिसाबले म एउटा सजेस्ट के गर्छु भन्दाखेरि धार्मिक स्थल त तपाईँले भिजिट गर्नै पर्यो होइन। सूर्यको चाहिँ कुनै रेमेडी गर्नु पर्यो भन्न खोजेको। पानी चढाए पनि भयो अथवा कुनै मन्त्र आउँछ भने त्यो गर्दा पनि भयो। धर्मस्थलमा चाहिँ जोडिनु पर्यो, धार्मिक त्यो भयो। त्यसले चाहिँ के पनि हुन्छ भन्दाखेरि अब धोका पाइने नम्बर हो। अब धोका त पाइ नै हालिन्छ। तर तपाईँलाई जस्तै कि भनौँ न बाइक चढ्दाखेरि बाटोमा त खाल्टो त हुन्छ नि त। तर हामीलाई जोगाउने के भन्दाखेरि सकले हो नि त। सकले चाहिँ अलिकति जोगाउने हिसाबले धार्मिक स्थलमा गयो भने चाहिँ त्यो कुनै त्यस्तो नहोला। भइहाल्यो भने चाहिँ त्यसलाई चाहिँ थाम्नको लागि चाहिँ अलिकति हौसला दिने हिसाबले चाहिँ हजुर हजुर त्यसलाई चाहिँ त्यसरी लिनु होला। अन्यथा चाहिँ नलिनुहोस्, नभएकै राम्रो। तपाईँले धर्मस्थानमा जानु गर्नुभयो भने राम्रै हुन्छ, पैसा पनि दिन्छ यो नम्बर।
तर खर्च पनि त्यति नै दिइरहेको हुन्छ यसो यहाँलाई खर्च त अलिकति नम्बर के भन्छ न्युमरोलोजीको पहिले अलि उ छ कि क्या हो होइन सर, म एउटा यस्तो हो, डेट अफ बर्थ अनुसार म आफूले नै चाहिँ एउटा सफ्ट तरिकाले चाहिँ अब यो लोसो ग्रेडमा कसरी हुन्छ के हुन्छ एउटा चाहिँ आफ्नै अब 7 नम्बर परेकोले गर्दाखेरि सर ए यो हजुर अकल साइन्सतिर पनि अलिकति रिसर्च राख्नु भनौँ हो न हो सर। हो एकदम 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 यो त अनि आफू बाई डिफल्ट नम्बर के हो भन्दाखेरि 2 3 6 7 9 यो बाई डिफल्टै अकल्टमा आउँछ हजुर डिओबी अनुसारले अब डिओबी अनुसारले पनि आएन भने पनि अर्को हामीले जुन पिनेकल भन्ने हुन्छौँ अथवा च्यालेन्ज भन्छौँ अथवा नेमको नम्बर पनि यसमा आएको छ भने यिनीहरू पनि अकल्टमै आउँछ र यो पनि आएन भने कोही प्र्याक्टिकल एकदमै व्यक्ति छ तर उसको पामिस्ट्रीको हिसाबले पनि एउटा मिस्टिक क्रस भन्ने हुन्छ रेखा त्यो कि बनेको हुनु पर्यो कि बन्दै गरेको छ भने पनि ऊ जति प्र्याक्टिकल भए पनि यहाँ आउँछ आउँछ यो चाहिँ मैले एकदमै अनुभव तपाईँले लोसु भन्नुभयो लोसुमा पनि जुन 816 को ग्रिड जसको बनेको छ जो एकदमै प्र्याक्टिकल हुन्छ ऊ पनि यो फिल्डमा आएको देखेको छु किन भन्दाखेरि उहाँको मिस्टिक क्रस चाहिँ बन्न सुरु गरेको थियो प्लस उहाँको अर्को डेस्टिनी नम्बर अथवा लाइफ पाथ पनि 3 थियो 1 3 उहाँको 19 थियो जन्म चाहिँ अनि 3 चाहिँ लाइफ पाथ थियो र उहाँ पनि मिस्टिक क्रसको हिसाब उहाँ एकदमै प्र्याक्टिकल हुनुहुन्थ्यो तर पनि अकल्टमा चाहिँ यही नम्बरले गर्दा चाहिँ उहाँलाई अलिकति आकर्षण भयो त्यसै अब म एकचोटि कोर्सतिर गएँ है त हस् र यो कोर्सलाई चाहिँ मैले डिसेम्बरमा फाइनल गरेँ होइन अघि भनेकै कुरा पनि मैले यहाँ राखेको छु होइन एकैछिन म सेयर गर्दैछु थोरै यसमा प्रवेश गर्छु त्यसपछि म सिलेबसतिर जान्छु अब अङ्कशास्त्र अथवा न्युमरोलोजी भनेको के हो त भन्दाखेरि बुझ्न त अघि हामीले बुझिसकेका छौँ होइन अब सङ्ख्याहरूले चाहिँ हाम्रो जीवन र घटनाहरूमा चाहिँ कस्तो प्रभाव गर्छ त भनेर अध्ययन गर्ने कुरा चाहिँ हामीले अङ्कशास्त्र अथवा न्युमरोलोजी भनेर यसलाई बुझ्छौँ अब यसको सुरुवात हेर्दाखेरि इजिप्ट र बेबिलोन जस्तो प्राचीन सभ्यताले पनि यसले चाहिँ विभिन्न संस्कृतिको रूपमा चाहिँ अपनाएको छ र यसको उद्देश्य भनेर चाहिँ अब यसको व्यक्तिको विशेषता के हुन्छ भनेर अघि हामीले पर्सनालिटी भनेर पनि एउटा हेऱ्यौँ र भविष्यमा त्यो कसले चाहिँ कस्तो उसलाई प्रभाव पर्न सक्छ भनेर पनि एउटा हामीले लाइफको चाहिँ प्लान गर्न सक्छौँ र विभिन्न विशिष्ट मितिहरूले चाहिँ हाम्रो कस्तो प्रभाव परिरहेको हुन्छ भनेर पनि न्युमरोलोजीमा चाहिँ हामी अध्ययन गर्छौँ है त अब यसको इतिहास हेर्दाखेरि प्राचीन इजिप्ट र बेबिलियनहरूले पनि यसलाई चाहिँ प्रयोगमा ल्याएको देखिन्छ जस्तै कि पिरामिडहरूको निर्माण गर्नको लागि पनि अङ्क अथवा न्युमरोलोजीको प्रयोग भएको देखिन्छ होइन धार्मिक अनुष्ठानमा पनि यो प्रयोग भएको देखिन्छ र बेबिलियनहरूले पनि यो देवताबाट आएको चाहिँ पवित्र सन्देशको रूपमा चाहिँ न्युमरोलोजीलाई हेर्नुहुन्थ्यो र यसबाट चाहिँ सठिक भविष्यवाणी पनि गर्नुहुन्थ्यो अघि हामीले भने जस्तै पाइथागोरस
स्कुलमा पनि पाइथागोरस थ्योरम भनेर दुःख पाइयो है, यहाँ पनि यही पढ्नुपर्छ फेरि। तर उहाँलाई चाहिँ के त भन्दाखेरि आधुनिक अङ्कशास्त्रको चाहिँ पिताको रूपमा पनि मान्छौँ। तर यो कुरा मेरो सिलेबसमा पनि अलिकति राखेको त छु। तर किन राखेँ भन्दाखेरि भोलि अब यहाँहरूले प्रोफेसनल्ली कसैलाई गाइड गर्नुहुन्छ भने वेस्टर्नले फलो गर्ने भएको भएर भोलि अब क्लाइन्टहरू आउनु भए पनि त्यो चाहिँ तपाईँहरूबाट चाहिँ मिस नहोस् भनेर यो पनि मैले केही कुराहरू चाहिँ राखिदिएको छु। पछि क्लाइन्टहरूलाई तपाईँले सर्भिस दिने प्रोफेसनल रूपमै जानुभयो भने त्यसले पनि धेरै हेल्प गर्छ। अब मेरो पनि इन्टरनेसनल क्लाइन्टहरूकोमा यसको पनि केही सूत्रहरू प्रयोग गरेर मैले उहाँहरूलाई काउन्सिलिङ पनि गरेको थिएँ। यसको पनि फाइदा चाहिँ छ। र प्राय यो नेम न्युमरोलोजीमा चाहिँ हामीले पाइथागोरस प्रणाली चाहिँ युज गर्दैनौँ होइन, त्यसलाई चाहिँ हामीले साल्डियन युज गर्छौँ। त्यो चाहिँ किन भन्ने चाहिँ अर्को स्लाइडमा म एकचोटि भन्छु भने, र यो पाइथागोरसले पनि के विश्वास गर्नुहुन्थ्यो भन्दाखेरि ब्रह्माण्डले हामीसँग चाहिँ कसरी चाहिँ कम्युनिकेट गर्ने भन्दाखेरि नम्बरको माध्यमबाट चाहिँ कम्युनिकेट गर्ने हो भनेर उहाँहरूले चाहिँ त्यसरी बुझ्नुहुन्थ्यो। र यसकै आधारमा चाहिँ पछि ग्रिकबाट रोमन हुँदै पश्चिमी सभ्यतामा चाहिँ पाइथागोरस न्युमरोलोजी पनि धेरै नै फैलिएको छ। र प्राचीन इजिप्टमा पनि हामीले हेऱ्यो भने जस्तै कि यो पाई, गोल्डन रेसियो सबै चाहिँ के छ त भन्दाखेरि यो न्युमरोलोजीमै आधारित हो र यो वास्तुकलामा यसको गहिरो रूपमा चाहिँ प्रयोगमा आएको छ। पछि अब कोर्स गर्नुभयो भने त्यसलाई म तपाईँहरूलाई वैदिक एउटा पनि सिकाइदिन्छु होइन। त्यसमा चाहिँ कसरी त्यो प्याटर्नले चाहिँ कलाहरू चाहिँ बनाउनु भयो भनेर यो चाहिँ मुस्लिम जगतमा चाहिँ प्राय युज भएको देखिन्छ कि यो म्याथमेटिक्सकै फर्मुला युज गरेर जस्तै वास्तुकला भने जस्तै यहाँ विभिन्न कुराहरू निर्माण गर्न चाहिँ त्यो प्रयोग भएको छ। र प्राचीन बेबुलियनमा पनि यो खगोलीय घटनाहरूसँग पनि यसको सम्बन्धलाई चाहिँ एकदमै गहिरो रूपमा चाहिँ न्युमरोलोजीलाई चाहिँ हेर्ने गर्नुहुन्थ्यो र 12 र 7 जस्तालाई चाहिँ एकदम विशेष महत्त्व दिनुभएको थियो। र अघि मैले भने जस्तै वेस्टर्नमा हामीले किरो सेफेरियलहरूको बुक पढ्यौँ भने उहाँहरूले इन्डिया आएर इन्डियाको पण्डितजीहरूसँगै यो विषय चाहिँ हामीले सिकेको हो भनेर उहाँहरूको बुकको प्रिफेसमा मजाले लेख्नु भएको छ। भनिसकेपछि यो कुरा इन्डियामा धेरै अगाडिदेखि नै उत्पन्न यो फलो गर्थ्यौँ भनौँ न हामीले। शुभ समय पवित्र अनुष्ठानहरू निर्धारण गर्नको लागि चाहिँ यो अङ्क ज्योतिष अथवा न्युमरोलोजी चाहिँ प्रयोग भएको देखिन्छ। र पाइथागोरस प्रणालीमा चाहिँ 1 देखि 9 सम्मको सङ्ख्याहरूलाई नै उहाँहरूले मान्नु भएको छ, जुन चाहिँ अब आजको आधार पनि हो शास्त्रको। अघि हामीले भने जस्तै यो कम्पनकै कुराहरू यहाँ पनि छ। हामीले सुरुको 2-3टा स्लाइड चाहिँ हामीले किन यो इम्पोर्टेन्ट छ भन्ने कुरा पनि हेऱ्यौँ। र यसमा अघि भने जस्तै यो लाइफ पाथ चाहिँ कसरी निकाल्ने भनेर मैले एउटा एक्जाम्पल पनि दिएको थिएँ। र यो अभिव्यक्ति सङ्ख्या भने चाहिँ उहाँहरूको र हाम्रोमा चाहिँ अलिकति फरक छ। हामीले लाइफ पाथ भनेर जुन निकाल्छौँ उहाँहरूले चाहिँ यो नामको व्यञ्जन वर्णबाट निकाल्नुहुन्छ। यसको नाम चाहिँ एउटै छ तर पनि अलिकति फरक चाहिँ हुन्छ। तर खासै हामी यसलाई चाहिँ फलो चाहिँ गर्दैनौँ। म सिकाउन चाहिँ सिकाइदिन्छु होइन, यो सिलेबसमा राखेको छु। तर भए पनि हामीले इन्डियन क्लाइन्टहरू अथवा सबैलाई चाहिँ यो प्राय युजमा आइरह हुँदैन। तर वेस्टर्न क्लाइन्टहरूलाई चाहिँ हामीले केही सर्भिस दियौँ, भोलिपर्सि काउन्सिलिङ गऱ्यौँ भने यो चाहिने भएको भएर मैले यो सिकाउन चाहिँ सिलेबसमा चाहिँ राखेको छु। यसलाई बोनसको रूपमा चाहिँ राख्दैछु। र अङ्कशास्त्रीय प्रणाली चलेको भनेको अघि भने जस्तै एउटा पाइथागोरियन अङ्कशास्त्र चलेको छ। यो चार्लियन अङ्कशास्त्र यो चाहिँ बलिउड सेलिब्रिटिजहरूले आफ्नो नेम चाहिँ चेन्ज गरिरहनुहुन्छ नि, यो चाहिँ यही न्युमरोलोजी आधारमा चाहिँ गर्नुहुन्छ र यो चाहिँ एकदमै इफेक्टिभ पनि छ।
तर नाम चेन्ज गरे पनि उहाँहरूको अफिसियल डकुमेन्ट अथवा हामीले पनि अफिसियल डकुमेन्टमा चाहिँ के पनि चेन्ज गर्नु पर्दैन। यो चाहिँ हामीले अरू नै कुराहरूमा चाहिँ युज गर्न सकियो। र अर्को भनेको कबला अङ्कशास्त्र अथवा कबला न्युमरोलोजी भन्छौँ। यसको पनि खासै म एक दुईवटा स्लाइड चाहिँ म तपाईँलाई सिकाइदिउँला, तर यो खासै हामीलाई यो पनि हामी युज चाहिँ गर्दैनौँ। र यसको महत्त्व के छ त, अब के गर्ने त भन्दाखेरि अघि हामीले हेऱ्यौँ पर्टिकुलर डेटमा जन्म लिइसकेपछि के हुँदो रहेछ त भन्दाखेरि त्यो अङ्कको आफ्नै शक्ति पनि रहेछ, कमजोरी पनि रहेछ र यसले चाहिँ मैले जीवनमा के गर्नुपर्ने भनेर उद्देश्य पनि बुझ्न हामीलाई चाहिँ मद्दत गर्दो रहेछ। यसलाई चाहिँ हामी हेर्दाखेरि आत्मबुझाइ पनि भन्न सक्यौँ। अब हामी सबैजना पढेकै छौँ। कलेजमा हामीले के पढ्थ्यौँ त भन्दाखेरि SWOT एनालाइसिस भनेर पढ्नु पर्थ्यो हो, स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटी र थ्रेट। यस्तै गरी न्युमरोलोजीमा हेर्ने हो भने पर्टिकुलर डेटमा जन्म लिइसकेपछि हाम्रो स्ट्रेन्थ के हो, त्यसको विकनेस के छ र यो स्ट्रेन्थले चाहिँ मैले के अपर्च्युनिटी छु त, अथवा मैले के विषय लिएर पढ्ने, मेरो रिलेसनसिप के हुनसक्छ त भन्ने यो अपर्च्युनिटी हो भने थ्रेड चाहिँ के हो त भन्दाखेरि त्यो अङ्कले अर्को अङ्कसँग चाहिँ कस्तो सम्बन्ध राख्न सक्छ, अथवा म यसरी मेटेरियल चिजमा चाहिँ अगाडि बढिरहेको छु, मेरो रिलेसन चाहिँ के त भन्दाखेरि डेन्ट हुनसक्छ। यो चाहिँ के हो त भन्दाखेरि यो पर्टिकुलर डेटमा जन्म लिनेको चाहिँ थ्रेट हुने भयो है, कमजोरी भने चाहिँ यसलाई हामी यसरी लिन सक्यौँ। र निर्णय लिने भन्दाखेरि विदेशमा विवाहको व्यवसाय सुरु गर्ने र महत्त्वपूर्ण निर्णयहरू लिँदाखेरि चाहिँ न्युमरोलोजीको चाहिँ के त भन्दाखेरि शुभ मितिहरू छनौट गर्नुहुन्छ। र व्यक्तिगत विकास अघि भने जस्तै गहिरो स्तरमा चाहिँ तपाईँले जब आफूलाई बुझ्नुहुन्छ भने बल्ल अरूलाई बुझ्न सजिलो हुन्छ। मैले आफैले बुझेको छैन भने अरूलाई मैले केही पनि बुझ्न सक्दिनँ। मेरो कमजोरी के हो, मेरो शक्ति के हो, मेरो जीवनको उद्देश्य के हो, मैले के गर्नुपर्ने भन्ने कुरा जति तपाईँ क्लियर हुँदै जानुभयो, अघि मैले भनेको जस्तै लाइटमा के छ भन्दाखेरि अथवा एनर्जीमा के छ भन्दाखेरि भाइब्रेसन छ र तपाईँ जति क्लियर हुँदै जानुहुन्छ तपाईँको भाइब्रेसन पनि त्यो हिसाबले नै बढ्दै जान्छ। र मेनिफेस्टेसन भनेर हामीले जुन पढ्छौँ यहाँ 11 के आउँछ त्यो त थाहा छैन, तर यो कुन आधारमा हुन्छ त भन्दाखेरि जब हामी जति क्ल्यारिटी ल्याउँछौँ, जति हामीभित्र चाहिँ लाइट ल्याउँछौँ, लाइट भनेको भाइब्रेसन। अब यो लाइट चाहिँ कसरी ल्याउने त भन्दाखेरि धेरै टेक्निकहरू छ। यसमा हामी योग गर्न सक्छौँ, प्राणायामहरू गर्न सक्छौँ, विभिन्न मुद्राको प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि हाम्रो भित्र चाहिँ कम्पन चाहिँ बढोस् र यसकै आधारमा चाहिँ हामी मेनिफेस्ट गर्न चाहिँ सजिलो हुन्छ। त्यो यसो उठेर आज यसो 11 भनेर आँखा चिम्म गरेर मेनिफेस्ट हुनेवाला छैन। कर्म गर्नु पर्यो, त्यसपछि बल्ल सुधार जति आउँछ, लाइट क्ल्यारिटी जति आउँछ, त्यसपछि मेनिफेस्टेसन त्यति फास्ट हुँदै जान्छ। यो एक दुईवटा एक्जाम्पल जस्तै कि अजय देवगनको नाममा हेर्नु भने उहाँले ए भन्ने अक्षरै हटाइदिनु भयो। रानी मुखर्जीकोमा पनि हेऱ्यो भने सरनेम चाहिँ रानी मुखर्जी भनेर राख्नु भएको छ। करिश्मा कपुरको पनि यो नामबाट यो नाममा चेन्ज भएको छ। र अरू सेलिब्रिटीले पनि राजकुमार राव, उहाँको यादव थियो, राव राख्नुभयो र त्यहाँ एक्स्ट्रा यम पनि युज गर्नुभएको छ। त्यस्तै सुनिल शेट्टी, उहाँको नाम सुनिल शेट्टी हो, तर के गर्नुभयो उहाँले एक्स्ट्रा ई थप्नु भएको छ भाइब्रेसन, नेमको भाइब्रेसन बढाउनको लागि। र विवेक ओबरायकोमा पनि उहाँले चेन्ज गर्नुभयो र पछि फेरि विवेकै युज गर्नुभएको छ। ऋतिकको हेऱ्यो भने पनि हाम्रो चेन्ज छ। र आयुष्मान खुराना अहिले लेटेस्ट हेऱ्यो भने पनि एन र आर। तर एउटा क्वेसन चाहिँ यहाँहरूले के गर्नुपर्छ, मलाई गर्नु पर्थ्यो भन्दाखेरि अब के नाम चेन्ज गरेर सबैजना सक्सेस हुन्छ त, कि कामै गर्नु नपर्ने हो त भन्दाखेरि होइन। देयर इज नो
सब्स्टिच्युट अफ हार्डवर्क। यो कुनै सुपर स्टेसन पनि होइन र हार्डवर्कको सब्स्टिच्युट पनि के पनि हुँदैन। जस्तै कि हामी एउटा उदाहरण के लिन सक्छौँ भन्दाखेरि अर्को पनि नाम चेन्ज गरेर मैले राखेको छैन। अर्को के छ भन्दाखेरि तुषार कपुर। तुषार कपुरको पनि नाम त चेन्ज छ तर ऊ सक्सेस छ त छैन, किन? उसले नाम चाहिँ चेन्ज गर्यो तर आफ्नो एक्टिङ स्किलमा कामै गरेन। त्यही भएर नाम चेन्ज गर्दैमा सबै 100 करोड क्लबमा जाने होइन है। त्यो चाहिँ बुझ्नु पर्यो है। हार्डवर्कको चाहिँ सब्स्टिच्युट के पनि हुँदैन। तपाईँले आफ्नो स्किल पनि डेभलप गर्नु पर्यो, त्यो हिसाबले मात्रै सक्सेस पाइन्छ। नाम चेन्ज गर्दैमा सबै करोडपति हुने भए सबै सेलिब्रिटीले नाम चेन्ज गर्थ्यो होला, अन्त करोड आउँदैन नि। स्किल पनि हुनु पर्यो, स्किल पनि बढाउनु पर्यो। सबै करोडपति हुने भए त मैले आज क्लासै लिनु पर्दैन थियो हेर्नुहोस् त। जोक है। र स्टिभ जबको पनि हेर्नुभयो भने 28 नम्बर चाहिँ एकदमै उहाँले युज गरिरहनु भएको छ। उहाँको जन्म हेऱ्यो भने फेब्रुअरी 24, 1955। यसलाई हामी सबै जोड्यो भने 28। जब उहाँ इन्डिया आउनुभयो त्यसपछि न्युमरोलोजी पनि सिकेर जानुभएको भन्ने चाहिँ अपुष्ट कुरा चाहिँ छ। तर अब हामीले हेऱ्यौँ भने देखिने चाहिँ निम करोली बाबाको आश्रम र अरू बुद्धिस्ट ध्यानहरू चाहिँ सिकेको देखिन्छ। तर यसलाई डिकोड गर्दै जाँदा एप्पलको पनि इन्कर्पोरेसन डेट हेऱ्यो भने अप्रिल 1, 1976। यसलाई पनि हामीले यस्तै गरी जोड्यौँ भने 28 आउँछ र यसको अनाउन्समेन्ट अथवा फाउन्डिङ डेट हेऱ्यो भने पनि 28 नै आउँछ। त्यही भएर सबै सेलिब्रिटीहरूले युज चाहिँ गरिरहेको हुन्छ। हामीले हेर्दाखेरि चाहिँ के रङ, हामी सानो हुँदाखेरि त त्यो एक्स्ट्रा आर त्यो हेऱ्यो भने के त्यो रङ स्पेलिङ राखे होला भन्ने जस्तो लाग्थ्यो। तर अब जब यो बुझ्दै गयो त्यसपछि त यसरी युज भएको भन्ने थाहा भयो। अरू बलिउडको कति डाइरेक्टरहरू भनौँ, ऋतिक रोशनको बुवाले नै उहाँको फिल्म राकेश रोशनले कहना प्यारे गर्दाखेरि हेर्नुभयो भने त्यहाँ पनि न्युमरोलोजी युज भएको देखिन्छ टाइटलहरूमा। कति डाइरेक्टरले पर्टिकुलर डेटमै आफ्नो फिल्म चाहिँ रिलिज गर्नुहुन्छ जहिले पनि। किन भन्दाखेरि यही हो, यसको एडभान्टेज चाहिँ कसरी लिने त? सबै कुरो थाहा भइसकेपछि उहाँले पनि त्यही नै युज गर्नुहुन्छ। र यो मैले एउटा चाहिँ किन राखेको भन्दाखेरि योभन्दा अगाडि त हेर्नुहोस् त हामी थाहा नै थिएन केमा बाँचेको थियौँ भनेपछि यो मार्क्सको पछाडिको चाहिँ व्यक्ति को रहेछ त भन्ने कुरा चाहिँ अघि हामीले एक दुईवटा स्लाइडबाट चाहिँ थाहा पाइसक्यौँ कि हाम्रो पर्सनालिटी चाहिँ कस्तो हुँदो रहेछ त पर्टिकुलर डेटमा जन्म लिइसकेपछि भनेपछि त्यहाँ अलिकति कुरा चाहिँ क्लियरिटी चाहिँ भयो है। पहिला चाहिँ हामीले थाहा नपाइकन त्यो कुरा गरिरहेको हुन्थ्यौँ भने अब चाहिँ तपाईँकोमा क्ल्यारिटी चाहिँ आउने भयो। यो सेसनपछि मैले त्यो वर्क गरेको छु र यो मार्क्सको पछाडि को लुकेको रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले सायद नोट बनाउनु भयो कि भएन, त्यसमा पनि आधारित हुने भयो। र अब म कोर्सलाई चाहिँ सेयर गर्छु है त। यहाँसम्मको स्लाइड सकिएको छ। यसमा के कन्फ्युजन छ? छैन सर। यो पनि त्यही नै, मैले यहाँ आउटलाइनमा पनि त्यही नै गरेको छु। सबैले एउटा भाइब्रेसनले नै हाम्रो ह्युमन लाइफलाई चाहिँ कसरी इन्फ्लुएन्स हुन्छ त भनेर नै हामीले न्युमरोलोजीमा अध्ययन गर्छौँ होइन। अघि भने जस्तै पर्सनालिटी चाहिँ के हो त, उसको लाइफमा गर्नुपर्ने उद्देश्य के हो त, र फ्युचर इभेन्ट पनि हामीले ट्र्याक गर्न सक्छौँ। र यो अघि हेरे जस्तै इजिप्ट, ग्रिस, इन्डिया, चाइना सबैतिर, चाइनाको इभन ओलम्पिक हेर्नुभयो भने तपाईँले चाइनाले चाहिँ एकदम 8 अङ्कलाई चाहिँ प्रायोरिटीमा राखेको हुन्छ है। तपाईँहरूले याद गर्नुभयो कि भएन? ओलम्पिकको हेर्नुभयो भने 2008 थियो, 8 बजेर 8 PM नै जस्तो लाग्छ।
8लाई चाहिँ उसले एकदमै पवित्र अङ्क मान्छ, एकदमै फलो गर्छ। र हामी को भनेर पनि यो स्लाइडमा चाहिँ मैले खोजिरहेको थिएँ। प्रायः म अरूसँगै कोलाबोरेटमा हुन्थेँ भने अब म आफैले नै किन सुरु नगर्ने त भनेर पनि एउटा 2025 मा चाहिँ एउटा डिसिजन लिएको छु र यसलाई चाहिँ म अगाडि बढाउँछु। सकेसम्म धेरैभन्दा धेरैलाई चाहिँ कसरी यो फिल्डमा चाहिँ मैले इनिसिएट भन्दा पनि भयो। धेरैभन्दा धेरैलाई चाहिँ यो विधामा चाहिँ कसरी इनिसिएट गर्ने त भन्ने नै मेरो उद्देश्य हो। कसरी चाहिँ पोजिटिभ इम्प्याक्ट ल्याउन सकिन्छ त हाम्रो पर्सनल ग्रोथमा पनि र कसैको बिजनेस छ भने त्यसमा पनि। वाइ डोन्ट वी युज न्युमरोलोजी भनेरै यो जर्नी चाहिँ मैले स्टार्ट गर्न खोजेको छु। र मेरो एडमा पनि हेर्नुभयो भने के पनि थियो भन्दाखेरि एउटा टाइटल चाहिँ राहु इन सत भिसा भनेर पनि लेखेको थिएँ मैले। भनेको सत भिसा भनेको चाहिँ 100 हिलर्स भनेर बुझौँ न। र 100 हिलर्सले के गर्छ त भन्दाखेरि यो 2026 मा राहुको ट्रान्जिटले पनि सबैजनाले केही न केही प्रब्लम हुन्छ भने उसले 100 वटा प्लेसबाट चाहिँ हिल गरिदिन्छ। 100 वटा प्रब्लमलाई नै हिल गरिदिनु भएर राहु इन सत भिसा भनेर पनि मैले राखेको थिएँ मेरो एडमा हेर्नुभयो भने यो पनि एउटा लाइन तपाईँहरूले देख्नु भयो होला। अब अथवा यो फिल्डमा अलिकति याद गर्नेलाई याद हुन्छ, नभए भने यो त अब नौलो कुरालाई त धेरैले याद पनि गर्नु भयो हुँदैन। मैले चाहिँ एउटा 100 हिलर्सको हिसाबले चाहिँ कसैको के प्रब्लम छ भने सबै चाहिँ हिल हुन्छ है भनेर नि मैले एउटा चाहिँ हिडन मेसेज चाहिँ मेरो एउटा पोस्टमा चाहिँ राख्न खोजेको थिएँ, यो 100 हिलर्स नै हो भनेर। र कसैले म प्रोफेसनली रूपमै अगाडि बढ्छु भन्ने हो भने पनि ग्लोबल डेटा हेऱ्यो भने एस्ट्रोलोजी अथवा यो फिल्डको मार्केट चाहिँ 20% CAGR-मा चाहिँ चलिरहेछ। CAGR भनेको थाहा छ यहाँहरूलाई? कम्पाउन्ड एनुअल ग्रोथ रेट भन्छ। जस्तै कि मानिलिउँ 100 रुपियाँ छ भने अब 6% हो भने अर्को वर्ष 106 हुन्छ र अर्को वर्ष 106 को 6% बढ्ने। र ग्लोबल डेटा हेऱ्यो भने पनि प्रोफेसनल्ली नै लाग्ने हो भने पनि 20% चाहिँ ग्रोथ रेट एनुअल्ली देखिन्छ भनेको यो त ह्युज हो एकदमै है। र एस्ट्रोलोजी स्पिरिचुअल मार्केट पनि हेर्ने हो भने पर इयर 5.7 to 6% चाहिँ ग्रोथ देखिन्छ। यो चाहिँ एपमा भयो हैन, विभिन्न एपहरुमा भने यो मार्केट पनि 5 to 6% र युएस को फोकस गरेर तर इन्डिकेटिभ ग्लोबल्ली पनि हेर्यो भने 5% चाहिँ यो डेटा चाहिँ बढिरहेको छ। यो चाहिँ यहाँहरुले पनि एउटा यसो अर्निङको हिसाबले भोलि काम गर्न सक्छु भन्ने हो भने एकदमै फ्रुटफुल छ यो ग्लोबल्ली नै। 2030 सम्म पनि यो मार्केट चाहिँ $1 बिलियन बाट $2 बिलियन मा चाहिँ जाने भन्ने प्रक्षेपण छ। र 2035 सम्म त 3 बिलियन को मार्केट भन्दाखेरि त यो पोटेन्शियल चाहिँ ह्युज छ है यसमा। तर मनी मात्रै म्याटर चाहिँ होइन, किन भन्दा मेरो पनि लाइफ पाथ अरु नै छ, त्यो क्ल्यारिटी नै छ हैन। तर कोही अब एज अ यसलाई सोर्स अफ इन्कम नै फर्स्ट प्रायोरिटीमा राख्ने हो र तपाईको स्किल राम्रो डेभलप गर्नुभयो भने ग्लोबल्ली पनि तपाईले सर्भ गर्न चाहिँ सक्नुहुन्छ भनेर चाहिँ यो एउटा तपाईहरुलाई पनि एउटा इन्स्पिरेसन होस् है भनेर चाहिँ एउटा मैले शेयर गरे हो। बस ग्लोबल्ली चाहिँ कसरी गइरहेछ त यो मार्केट भन्दाखेरि एउटा अब हामीले
अर्निङ पनि हुने र एउटा सेल्फ सेटिस्फ्याक्सन पनि कसैलाई प्रब्लम भइरहेछ भने तपाईँले उहाँलाई चाहिँ क्योर गर्न सक्नुभयो भने त्योभन्दा राम्रो त के छ र होइन त्यही भएर त्यही हो वान लाइनर द्याट मेक्स द सोल्युसन साइन मेन थिम नै यही हो कि तपाईँले कसरी सोल्युसन दिने होइन अघि भने जस्तै स्ट्रेन्थ के हो विकनेस के हो अपर्च्युनिटी के हो र थ्रेट के हो र बिजनेसमा पनि ब्रान्डिङ टुलमा युज गर्न सक्यो मार्केटिङमा युज गर्न सक्यो प्रोडक्ट लन्चहरू गर्ने डेटहरू हामीले फाइनल गर्न सक्यौँ र इभन प्राइसिङ स्ट्राटेजी पनि हाम्रो डिओबीसँग सुटेबल के छ त हाम्रो भनौँ न टार्गेट ग्रुप के हो र त्यो अनुसारले चाहिँ हामीले कसरी प्राइसिङ गर्ने त अथवा प्याकेजिङ के गर्ने सबै कुराहरू डिसाइड गर्न सकियो र अब चाहिँ कोर्समा हामी प्रवेश गरौँ र मोडुल यसलाई चाहिँ मैले लेभल 1 र लेभल 2 भनेको छु तर दुवै नै पढाउँछौँ हामी होइन कसैलाई चाहिँ होइन मलाई यतिमै क्लोज गर्ने अथवा कसैको केही मनीकै प्रब्लम छ यति भए मलाई पुग्छ भन्यो भने त्यतिमै पनि क्लोज गर्न सकियो होइन म पुरै पढ्छु भन्न पनि पाइयो अथवा दुईटा इन्स्टलमेन्ट पनि पढ्न चाहिँ पाइयो अब यो मोडल 1मा चाहिँ हामी त्यही न्युमरोलोजीकै अब अघि भने जस्तै यसलाई अलिकति विस्तृत रूपमा अझै हामी हिस्ट्रीहरू पढ्छौँ र के न्युमरोलोजिकल सिस्टम छ भनेर त्यसको पनि एउटा ओभरभ्यू चाहिँ लिन्छौँ होइन र यसको चाहिँ डिफ्रेन्ट कल्चर र ट्रेडिसनमा चाहिँ के छ त सिग्निफिकेन्स भन्ने कुरा पनि अलिअलि बुझ्छौँ र न्युमरोलोजीको मोडर्न डेमा चाहिँ कसरी युज भइरहेछ त भन्ने कुराहरू पनि बुझ्छौँ र 1 र 9 को अघि हामीले सिम्पल वान लाइनरमा गएको थियो भने यसलाई इन डेप्थमै पढ्छौँ र अघि हजुरको फेभरेट टपिक लोसु ग्रिड भन्नुभएको थियो यो पनि छ है अब धेरै जसो इन्डियामा युज लोसु ग्रिड नै छ र सार्लियन न्युमरोलोजी नै छ तर यसको साथसाथै म एउटा अर्को लेभल 2मा चाहिँ एस्ट्रोन्युमरो भनेर पनि अझै सटिक लोसुको आफ्नै प्रेडिक्सन छ भने त्योभन्दा पनि अझै सटिक प्रेडिक्सन चाहिँ एस्ट्रोन्युमरोबाट पनि पाइन्छ तपाईँले एस्ट्रोन्युमरो पनि थाहा छ चेतनजी छैन सर म त यो कस्तो भन्दाखेरि यो फन्डामेन्टल केही थाहा नभइकन त्यो जोड घटाउ गर्न ए हजुर अब लोसुको त यो त बेसिक लोसुको ग्रिड भइहाल्यो होइन हजुर त्यस्तै एस्ट्रोन्युमरोको चाहिँ हाम्रो यो ग्रिड चाहिँ बन्न त यही नै बन्ने हो यो चाहिँ सरी ग्रिड यसको पनि एकदमै सटिक छ यसको एउटा प्रेडिक्सन हुन्छ भने अघि भने जस्तै स्ट्रेन्थ विकनेस चाहिँ यहाँबाट धेरै हामी हेर्छौँ भने योभन्दा पर्टिकुलर लाइफमा चाहिँ के हुनसक्छ त भन्ने कुराहरू अझै यो ग्रिडबाट पनि एकदमै सटिक मेरो एनालाइसिस र मेरो अनुभवमा यसको तर अलिकति यो ऊ छ राम्रो भन्दा पनि यो ग्रिडमा धेरै जसो नराम्रो कुराकै प्रेडिक्सन आइरहेको हुन्छ होइन राम्रो पनि छ कोही चाहिँ अब एकदमै पढाइ हुने भनेर पनि यो ग्रिडबाट पनि हामीले पत्ता लगाउँछौँ भने कुनै कम्बिनेसनले चाहिँ उसको पढाइ पनि ब्रेक हुने कुरा पनि देखाउँछ कि यसले भन्दाखेरि यो एकदमै राम्रो छ यो यसको सटिक हिसाबको छ ल ठिक छ म अब फेरि अलिकति जाउँ लोसुको पनि हामी पढ्छौँ भने यसमा पनि 6वटा सिल्भर लाइन र 2टा गोल्डन लाइन र अरू प्लेनहरूको पनि पोजिटिभ एरो भने चाहिँ कुनै फुल सिक्वेन्समा नम्बरहरू छ भने त्यो पोजिटिभ हो भने कुनै डेट अफ बर्थमा त्यो पुरै एरो मिसिङ अथवा पुरै लाइनै भनौँ न यो लाइनै मिसिङ छ भने त्यो पनि
अहिले यो लोसुको आएको छ कि यो नोटमा वान नोटको आइरहेछ सेयरिङ चाहिँ लोसुको आएको छ सर मोडर्न टीको लोसुको छ है मैले अघि एस्ट्रोन्युमरोको लेखेको अघि भनेपछि आएन जस्तो लाग्यो मैले अघिको अर्कैमा चाहिँ बनाएको छु हजुर आएको छैन यो प्लेन पनि युज गर्छौँ हामी अब सक्नुहोस् है त म अर्को स्क्रिन सेयर गर्छु नि अब एस्ट्रोन्युमरो ग्रिड भनेको चाहिँ यो हो बस यसको पनि एकदमै सठिक अब यसलाई चाहिँ हामी न्युमरोस्कोप पनि भन्छौँ ज्योतिषमा यो हरोस्कोप भने जस्तै यसलाई चाहिँ हामी न्युमरोस्कोप भनेर युज गर्छौँ र यसमा हामी 1 र 9 कै नम्बरको पर्सनालिटी नम्बरहरू नै यसमा गर्छौँ च्यालेन्जहरू के हुनसक्छ यसको पोटेन्सियल च्यालेन्ज के छ पर्सनालिटीको इचको इन डेप्थमै हामी गर्छौँ होइन अहिलेको जस्तै भाइब्रेसन एनर्जीको पनि कन्सेप्ट त अघि हामीले पढ्यौँ त्यो पनि हामी यहाँ डिस्कसन गर्छौँ र लाइफ पाथ नम्बर कसरी क्यालकुलेट गर्ने त्यसमा चाहिँ फ्याडिक मेथड भन्छौँ फ्याडिक मेथड पनि म सिकाइदिन्छु र त्यसलाई कसरी चाहिँ इन्टरप्रेट गर्ने र मास्टर नम्बर चाहिँ अघि हामीले भने जस्तै 11, 22 र 33 यो चाहिँ स्पेसल फर्मुला अघिको हाम्रो लाइफ पाथको फर्मुलाबाट गऱ्यो भने यो मेथडबाट गऱ्यौँ भने यो हराउँछ त्यही भएर यसको लागि चाहिँ स्पेसल फर्मुलै म सिकाउँछु र कस्तो कस्तो चेक पोइन्टमा चाहिँ हामीले डबल चेक गर्नुपर्छ भने पनि यो पनि युज गर्ने फ्याडिक मेथड पनि र योबाट गर्दाखेरि केही अङ्क आयो भने त्यसलाई चाहिँ फेरि यो रिचेक गर्नुपर्छ है यो अङ्क हराउँछ भनेर मैले स्पेसल फर्मुलाबाट पनि सिकाइदिन्छु र केस स्टडी पनि हामीले पढ्छौँ यसमा र यसको च्यालेन्जेसहरू पनि यसमा पढ्छौँ इच लाइफ पाथको र कार्मिक नम्बर के नम्बर पनि हुन्छ जस्तो 19 नम्बर 10 लाई पनि कार्मिक भनेर सिकाउनुपर्छ हाम्रो गुरुले चाहिँ तर यो प्राय बजारमा देखिँदैन 19 नम्बरलाई 16 नम्बरलाई यिनीहरू अब 4वटा नम्बर छ यिनीहरूलाई चाहिँ हामी कार्मिक नम्बर भन्छौँ यसमा चाहिँ अलिकति अरू डेट अफ बर्थ भन्दा उहाँहरूको अलिकति स्याडो साइड चाहिँ धेरै हुन्छ उहाँले चाहिँ यसलाई अलिकति एनर्जीलाई चाहिँ ब्यालेन्स गर्नुपर्ने हुन्छ कार्मिक नम्बरमा र अरू 1 देखि 31 सम्मकै जन्म लिएको अघि हामीले भनेका थियौँ नि गाडीको मोडल हेर्दाखेरि त एउटै छ तर त्यो भित्र अलिकति फरक हुन्छ नि त्यही भएर यो हरेक 1 देखि 31 सम्मको छुट्टा छुट्टै हामी ट्रेड्सहरू हेर्छौँ र अघि भने जस्तै लाइफ पाथ पनि लाइफ पाथ चाहिँ म बुझाउँछु है त जस्तै कि पर्सनालिटी भनेको चाहिँ सिम्पल हिसाबले तपाईँको गाडीको एउटा मोडल भनेर बुझौँ अब लाइफ पाथ भने चाहिँ के हो त भन्दाखेरि अब त्यो गाडी चाहिँ कुन बाटोमा गुडाउने त भने चाहिँ लाइफ पाथ भयो सिम्पल हिसाबमा यसरी बुझ्नुहोस् है त पर्सनालिटी भने चाहिँ तपाईँको गाडीको मोडल भयो भने यो मोडलको गाडी चाहिँ कहाँ लगेर गुडाउने त के पाथमा गुडाउने भन्दाखेरि त्यो चाहिँ लाइफ पाथ भयो र हामी लकी र अनलकी डे कलर र क्यालकुलेसन चाहिँ तपाईँको पर्टिकुलर लाइफ पाथ र पर्सनालिटीको फरक हुन्छ मान्छेको त्यो हिसाबले चाहिँ कसरी निकाल्ने भनेर यो सिकाउँछु र पर्सनल इयर क्यालकुलेसन यो चाहिँ बजारमा चलेको चाहिँ यही छ अहिले हेर्नु हो भने 2026 को छ्याप चाहिँ आउँछ सनको हो तपाईँको यस्तो यस्तो भनेर तर यो मेथड पनि सिकाइदिन्छु तर यो मेथड चाहिँ म पछि भनौँला यसको चाहिँ किन यो छैन भनेर र योभन्दा पनि अझै सठिकवाला चाहिँ म अर्को पनि सिकाइदिन्छु तपाईँहरूलाई र अघि भने जस्तै कुनै पर्टिकुलर नम्बर चाहिँ डेट अफ बर्थमा रिपिट भयो भने चाहिँ त्यसले के गर्छ त अब यसमा पनि के बुझ्नु पर्यो भन्दाखेरि तपाईँले
यो पञ्चतत्व भने जस्तै यो एस्ट्रोलोजीमा पनि यही पञ्चतत्वको कुरा गर्छौँ, तर यसमा आकाश तत्व चाहिँ हामी लिँदैनौँ, अथवा स्पेस हामी स्पेसमै भएको भएर, जस्तै कि हामीले एस्ट्रोलोजीमा पनि हामी पृथ्वीमा भइसकेपछि पृथ्वीको प्रभाव हामी लिँदैनौँ, त्यस्तै आकाशको प्रभाव चाहिँ लिँदैनौँ। अरू भनेको अग्नि, वायु र यो वाटर र अर्थ, यो एलिमेन्टकै कुरा गर्छौँ। वास्तुमा पनि यही कुरा गर्छौँ भने न्युमरोलोजीमा पनि यो चारैवटाको चाहिँ प्रभाव हामी हेर्छौँ। हाम्रो जीवनमा कसरी प्रभाव परिरहेछ भनेको यो रिपिटेड नम्बर्सबाट कुन चाहिँ प्रभाव चाहिँ हामीलाई धेरै भइरहेछ त भन्ने कुरा चाहिँ यसमा हेर्छौँ है त यो मोडलमा। यसले चाहिँ रिपिटेड नम्बरले चाहिँ हाम्रो कुरालाई चाहिँ कसरी प्रभावित गर्छ भन्ने कुरा चाहिँ हामीले यसमा हेर्ने भयो। अघि तत्त्वको प्रधानता धेरै भयो भने के हुन्छ भने हेर्छौँ भने तत्त्वै भएन भने चाहिँ के हुन्छ त, मिसिङ नम्बर भयो भने त्यसले के प्रभाव पर्न सक्छ। र म तपाईँलाई त्यो मिसिङ हुँदा हुँदै पनि त्यो जुन प्रेजेन्ट नम्बर छ त्यसले चाहिँ ब्यालेन्स हुन्छ कि हुँदैन भन्ने त्यो कुरा तपाईँले कतै बजारमा पाउनुहुन्न, त्यो कुरा म तपाईँलाई यहाँ सिकाउँछु। र मिसिङ नम्बरको रेमेडी के छ त, त्यहाँ क्रिस्टलहरू हुनसक्छ, त्यहाँ तपाईँलाई पानीको फाउन्टेन हुन सक्यो, त्यहाँ तपाईँलाई प्लान्टेसन हुन सक्यो, धेरै कुराहरू हुन्छ। यो रेमेडी पनि यो मोडलमा हामी सिक्छौँ। र कुवा नम्बर भनेर पनि हामी कसरी क्यालकुलेट गर्ने भनेर सिक्छौँ। कुवा नम्बर भनेको त्यो लकिसक्यो त्यस्तो केही पनि होइन। यसको एउटा के छ भन्दाखेरि कुवा नम्बरबाट लकी एन्ड अनलकी डिरेक्सन, कुवा नम्बरको मेन उद्देश्य भनेको लकी र अनलकी डिरेक्सन नै निकाल्ने हो। अरू यसको केही पनि छैन। त्यो बजारमा युट्युबमा हेरे जस्तै त्यस्तो छैन है। त्यसपछि अघिको बोनस कन्टेन्ट भने जस्तै पाइथागोरियन पनि म तपाईँहरूलाई सिकाइदिन्छु यो कसरी निकाल्ने भनेर तीनटा कुराहरू। र अर्को दुईटा पनि छ, अर्को लेभल 2 मा हामी गर्छौँ र लेभल 1 चाहिँ यहाँ सकिन्छ। र यसमा चाहिँ लेभल 2 मा चाहिँ मैले तपाईँहरूलाई एस्ट्रोलोजी र न्युमरोलोजीको थोरै कम्बिनेसन चाहिँ कसरी हेरेर अझै सठिक भविष्यवाणी गर्न सकिन्छ भन्ने कुरा पनि अलिकति सिकाइदिन्छु तपाईँलाई। कुन चाहिँ अङ्कको चाहिँ हामीलाई अझै विशेष प्रभाव छ भनेर एस्ट्रोलोजीको पनि जोडेर थोरै म एउटा मोडुल यो पनि राखिदिएको छु। र अर्को जुन अघि मैले भनेको थिएँ त्यो पर्सनल इयरको चल्दैन भने अनुसारले मैले यहाँ अर्को एउटा तपाईँहरूलाई सिकाइदिन्छु। यसको अहिलेसम्मको मेरो हेर्दाखेरि 90% भन्दा माथि एक्युरेसी छ। यो मेथडबाट निकालेको एक्युरेसी 90% भन्दा माथि नै छ। त्योभन्दा माथि चाहिँ भन्न मिलेन, त्योभन्दा त गडै हुनु पऱ्यो फेरि होइन। यसको एक्युरेसी चाहिँ 90% भन्दा माथि नै छ है। र अर्को भनेको महादशा, पर्सनल इयरकोबाट हामी महादशा पनि क्यालकुलेसन गर्छौँ। यसको पनि एक्युरेसी 90% भन्दा माथि नै छ एबोभ छ। यो सबै कुराहरू चाहिँ हामी के गर्न खोजिरहेको हो भन्दाखेरि त्यो पर्टिकुलर इयरमा वर्ल्डको भाइब्रेसन के छ त्यो अनुसारले हामीले हाम्रो एनर्जीलाई कसरी अलाइन गर्ने। जस्तै मानिलिउँ पर्सनल इयर भनेर हामीले 7 निकालेका छौँ भने 7 मा हामीले धेरै कुरा गर्न सक्दैनौँ, किनभने यो आत्मचिन्तनको नम्बर हो। तपाईँले आत्मचिन्तन नै गरेर बस्ने हो। यसमा अरू कुरामा गर्न थाल्नुभयो भने यसमा के हुन्छ त भन्दाखेरि तपाईँलाई गाह्रो आउँछ। र 81 कम्बिनेसन र यसको डिप स्टडी गर्छौँ भनेको अघि 1 नम्बरमा जन्म लिनुभयो, लाइफ पाथ पनि 1 छ भने 1 देखि 9 सम्म हुन सक्यो लाइफ पाथ। यो सबैको अध्ययन गर्दाखेरि 9 वटा अङ्क 9 चोटि गर्दाखेरि 81 वटा कम्बिनेसन हुन्छ। यसको डिप स्टडी गर्छौँ र प्रत्येक कम्बिनेसनमा केही अघि भने जस्तै स्याडो साइड पनि हुन्छ र यसको हामी रेमेडी पनि पढ्छौँ। यसमा डिप वान लाइनर पनि पढ्छौँ, इन डेप्थ पनि पढ्छौँ। अब सिग्निफिकेटर्स भनेर चाहिँ यसमा चाहिँ यसलाई प्रेडिक्सन गर्नलाई चाहिँ तपाईँको फेरि आफ्नो पनि इन्ट्युसन लेभल चाहिँ अलि हाई नै हुनुपर्छ, अनि मात्रै यो सिग्निफिकेटर चाहिँ हामीले युज गर्न सक्छौँ। यो भने चाहिँ कस्तो भन्दाखेरि कुनै नम्बर चाहिँ एकदमै प्रधानता भयो भने त्यसले
के चाहिँ देखाउँछ त भन्ने कुरा चाहिँ यो च्याप्टरमा आउँछ। अघिकोले पनि देखाउँछ, यसलाई पनि देखाउँछ। यसमा चाहिँ तपाईँको इन्ट्युसन अलिकति बढ्यो भने चाहिँ एक्युरेसी बढ्छ। पढ्न चाहिँ हामी पढ्छौँ, इन्ट्युसन पनि बढाउने पनि हामी गर्छौँ। र अर्को अघि हामीले हेरे जस्तै बलिउड सेलिब्रिटीहरूले धेरै चेन्ज गर्ने भनेको नेम न्युमरोलोजी, यो पनि हामी सिक्छौँ। यसमा फुल इङ्ग्लिसकै अनुसारले न्युमरोलोजी हामी पढ्छौँ र देवनागरीमा पनि त्यो के हुन्छ भन्ने कुरा चाहिँ म सिकाइदिन्छु। तर मेरो अनुभवमा अहिलेसम्म देवनागरीबाट चेन्ज गरौँ भनेर आएको चाहिँ कोही पनि हुनुहुन्न। तर यसमा पनि फेरि हामीले व्याकरण अलिकति बुझेनौँ भने यो नगएकै राम्रो। व्याकरण पनि हामीले त्यसलाई विग्रह कसरी गर्ने त भन्ने कुरो पनि अलिकति जान्नु त पर्छ। तर देवनागरीको हिसाबले पनि कसरी यो अङ्क र यो अक्षरको चाहिँ के रिलेसन छ भन्ने कुरा चाहिँ म सिकाइदिन्छु। तर यसलाई अब व्याकरणै जान्नुपर्छ तपाईँले यसलाई टुक्राउनलाई चाहिँ। अहिलेसम्म मेरो अनुभवमा पनि कोही पनि देवनागरीमा चाहिँ चेन्ज गर्न आउनु भएको चाहिँ छैन, इङ्ग्लिसमै आउनुहुन्छ होइन। र हामीले के गर्छौँ त भन्दाखेरि 1 देखि 9 को सिङ्गल नम्बर र 10 देखि 100 सम्मको कम्पाउन्ड नम्बर, यो सबै नेम न्युमरोलोजीमा कसरी युज हुन्छ भन्ने कुरा चाहिँ यो मोडलमा पढ्छौँ। र बिजनेस नेम न्युमरोलोजी भने पनि यही नै भयो। र नेम न्युमरोलोजीमा पनि फेरि नाम मात्रै मैले चेन्ज गरेर त्यसको इफेक्ट आउँदैन। मैले तपाईँले केही शुभ कुराहरू अथवा केही 3-4वटा डेट छ त्यो म टिपाइदिन्छु, प्लस यसमा अरू पनि केही रेमेडी हामीले गर्नुपर्छ जसले गर्दाखेरि चाहिँ यो नेमको न्युमरोलोजीको भाइब्रेसन चाहिँ हामीले लिन सकौँ। हामी सेलिब्रिटी होइन, त्यही भएर हामीले अझै यसमा 1-2वटा कुरा चाहिँ हामीले फलो गर्नुपर्ने हुन्छ। नेम मात्रै चेन्ज गरेर मात्रै पुग्दैन, त्यो पनि कहिले गर्ने र त्यसको भाइब्रेसन पाउनको लागि हामीले के स्टेप फलो गर्नुपर्छ भन्ने कुरा यो सेपरेट छ। यो यत्तिकै ओपनली चाहिँ भन्न मिल्दैन, त्यही क्लासमा मात्रै म सेयर गर्छु। र अर्को भने चाहिँ कम्प्याटिबिलिटी अफ नम्बर्स। अब यसमा चाहिँ हामीले नम्बर, मोबाइलको नम्बर हाम्रो डेट अफ बर्थ त्यो अनुसारले मिलेको छ कि छैन, कसैको विवाहको कम्प्याटिबिलिटी पनि हेर्न मिल्छ। अब मैले धेरै जसो विवाहको पनि हेरेको छु। र अरू भनेको चाहिँ बिजनेस पार्टनरको पनि, सर्ट टर्म बिजनेस पार्टनरसिपमा के गर्ने, लङ टर्ममा के गर्ने छुट्टै छ। र रिलेसनको कम्प्याटिबिलिटी पनि अब यो म्यारेजको र रिलेसनको पनि हेर्न सक्यो। अथवा कोही बच्चा मम्मीसँग चाहिँ अलिकति कुरा मान्ने हुन्छ कि ड्याडीसँग मान्ने हुन्छ भन्ने कुरा चाहिँ यो रिलेसन कम्प्याटिबिलिटीबाट पनि बच्चा र प्यारेन्ट्सको पनि रिलेसन हामी हेर्न सक्छौँ। र हाउस नम्बर हाम्रो डेट अफ बर्थ अनुसारले ठिक छ कि छैन, अब यो भयो भने के गर्ने त भन्ने कुरा पनि हामी हेर्न सक्यौँ। भेहिकल नम्बर पनि कसरी हेर्ने भन्न चाहिँ सक्यो। कतिले ब्याङ्क एकाउन्ट नम्बर पनि भनेर इन्डियामा हेर्नुभयो भने हुन्छ, त्यो ब्याङ्कै एकाउन्टै चुज गर्न मिल्ने त्यो भने त अब कति हाम्रो जीवनमा प्रभाव पर्न सक्छ, त्यो अलि सुपरस्टिसियसतिर नै जान्छ जस्तो लाग्छ है। त्यसमा चाहिँ हामी पढ्दैनौँ त्यो कुरा चाहिँ। अघि भने जस्तै एस्ट्रोनिमरो ग्रिड पनि म यसमा सिकाउँछु। र यसमा पनि कम्बिनेसन र एस्पेक्ट नम्बर यो एकदमै छ, यो मजाको छ यो च्याप्टर, एकदम युनिक पनि छ। र यो बजारमा अलि नआएको, लोसो मात्र धेरै आएको हुन्छ। यो एकदमै सठिक भविष्यवाणी छ यसको, एकदम सठिक छ यसमा। र पर्टिकुलर हामीले मेडिकल हिसाबले पनि यो डेट अफ बर्थको हिसाबले पर्सनालिटी भएको मान्छेलाई चाहिँ के प्रोबेबल डिजिज हुनसक्छ भन्ने कुरा पनि हामी प्रिडिक्सन गर्न सक्छौँ। र मैले जति काउन्सिलिङ अथवा त्यो गरेँ त्यसमा पनि यसको एकदमै प्रभाव चाहिँ पोजिटिभ नै पाएको छु। र यसमा हामीले के गर्ने भनेर 1-2 उहाँहरूलाई सजेसन पनि गर्छौँ। जस्तै कि अब कोही पर्टिकुलर डेट अफ बर्थमा त्यस्तो छ भने उहाँहरूले अब साग खानुपर्ने हो कि फलफुलमा बढाउनु पर्ने हो कि अथवा छोकडा खानुपर्ने हो कि अथवा राति जल्लेर सिरानीमा राख्नुपर्ने हो कि, धेरै कुराहरू यहाँ रेमेडियल कुराहरू पनि मेडिकल न्युमरोलोजीमा छ। र होरारी भने चाहिँ हाम्रो जस्तै कि कसैले केही कुरा हराउनु भयो भने त्यो कुरा चाहिँ कहाँ पाउन सकिन्छ त भन्ने कुरा पनि हामीले नम्बरको बेसिसमा क्यालकुलेट गरेर त्यसलाई प्रिडिक्सन गर्न मिल्छ। तर यो अब 2-3 वर्ष अगाडिको हराएको त्यस्तो त हुँदैन। 3 महिनासम्मको हराएको कुराहरू चाहिँ हामीले यसको प्रिडिक्सन गर्न मिल्छ।
र यो प्रिडिक्सन गर्दाखेरि केही पर्टिकुलर टाइम फ्रेम पनि छ, त्योभन्दा मुनि चाहिँ हामी त्यो दिनमा कसैले सोध्नुभयो भने यो गर्दैनौँ, त्यहाँ हेर्दैनौँ। र अथवा कोही आएर तपाईँलाई चाहिँ भनौँ न यो कतिको जान्ने छ भनेर केही कुरा हामीलाई चाहिँ सोध्नको हिसाबले आयो भने त्यसलाई चाहिँ हामीले कसरी ट्याकल गर्ने त भन्दाखेरि उसलाई एउटा पर्टिकुलर नम्बर मनमा सोध्न लगाएर हामी तिमीले यो कुरा तिमीले चाहिँ यो कुरा सोचेको हो तिम्रो मनमा भनेर पनि यो पनि निस्किन्छ ठ्याक्कै। यो चाहिँ धेरै जसो अब अङ्क अथवा यस नो क्वेसन चाहिँ जस्तै कि एस्ट्रोलोजीमा प्राश्न चार्ट भनेर भन्छौँ भनेको यस नो टाइपको क्वेसन चाहिँ कसरी एन्सर गर्ने त भने जस्तै यो पनि यस र नोवाला क्वेसन आयो भने जस्तै भनौँ न मेरो यो वस्तु हराएको फेला पर्छ कि पर्दैन भन्यो भने हामी केही क्यालकुलेसन गरेर उहाँलाई प्रोबेबिलिटी चाहिँ हाई छ कि छैन भेटिने अथवा नभेटिने भन्ने कुरा पनि हामीले यसबाट निकाल्न सक्छौँ यो मेथडबाट, यो सूत्रबाट। अथवा कसैले चाहिँ भनौँ न पैसा चाहिँ कसैलाई दियो, अब मेरो पैसा अथवा यो कहिले उठ्छ त भनेर हामीले वर्ष पनि निकालिदिन सक्छौँ, महिना वर्ष अब के आउँछ त्यो सूत्रबाट त्यो निकाल्न सक्छौँ। यो होरारीबाट चाहिँ यो पनि इन्ट्रेस्टिङ छ। तर धेरै जसो मेरो पर्सनल एक्सपिरियन्समा चाहिँ यो मैले चाहिँ धेरै जसो अनुभव चाहिँ गरेको छैन। यो मेरो काउन्सिलिङमा आउनेहरूले चाहिँ अहिलेसम्म यस्तो होरारीको टाइपको क्वेसन चाहिँ सोध्नु भएको छैन। र यो चाहिँ के हो त भन्दाखेरि हामीले के चयन गर्ने एज अ प्रोफेसन भनेर पनि यो मोडलमा चाहिँ हामी पढ्छौँ। पर्टिकुलर डिओबी लिएर जन्म लिनु भएको छ भने उहाँहरू चाहिँ कुन फिल्डमा जाँदाखेरि चाहिँ अझै बेटर हुन्छ भन्ने कुरा चाहिँ यो प्रोफेसनल न्युमरोलोजीबाट पनि हामीले थाहा पाउन सकिन्छ। र अर्को मोडल 12मा चाहिँ हामीले पर्टिकुलर डेट अफ बर्थ छ भने त्यसको स्याडो साइडलाई चाहिँ हामीले कसरी मिनिमाइज गर्ने त भनेर शास्त्र अनुसारको रेमेडिज पनि हामी सजेस्ट गर्छौँ। तर अघि भने जस्तै क्लाइन्टले रेमेडी चाहिँ लिने तर उहाँको मनमा चाहिँ त्यसप्रति नकारात्मक भावना छ भने त्यसले काम गर्दैन, अथवा गर्यो भने पनि लो गर्छ। एउटा मेरो पर्सनल केस पनि छ आफ्नै। म केही सानो बेलामा हस्पिटलमा गएको थिएँ केही पेन भएर, र त्यहाँ सानो एउटा डक्टर चाहिँ हो तर भर्खर भर्खर पास गरे हो कि के जस्तो लाग्यो मनमा। र पेन उहाँले घटाउनको लागि मलाई हाई डोजकै दिइसक्नु भएको रहेछ। तर पनि मेरो के भयो त भन्दाखेरि डक्टरप्रतिको अलिकति नकारात्मक भावनाले गर्दाखेरि त्यो पेनै घटिरहेको थिएन कि। त्यो बेला त बुझेको थिइनँ यो कुरा। अर्को सिनियर डक्टर आएर पनि हेर्नुभयो, उहाँलाई यत्रो डोज दिइसक्यो भने मेरो पेनै घटिरहेको थिएन कि भन्दाखेरि त्यो डक्टरप्रतिको मेरो पनि भावना त्यति पोजिटिभ नगएको भएर त्यो हाई डोजको दिँदाखेरि पनि मेरो पेन चाहिँ घटिरहेको थिएन, जो चाहिँ अब नर्मलभन्दा अलिकति माथि नै दिइसक्नु भएको थियो। यहाँ पनि रेमेडिज सजेस्ट गरे पनि अघि भने जस्तै एनर्जी र भाइब्रेसनकै कुरा आउँछ फेरि। र मेनिफेस्टेसनको अघि कुरा मैले अलिकति जोडेँ। म तपाईँहरूलाई 369 को एउटा टेक्निक पनि सिकाइदिन्छु कसरी युज गर्ने भनेर। र मोडल 14मा पाइथागोरियन न्युमरोलोजीकै यो पिनाकल्स नम्बर र च्यालेन्ज नम्बर पनि कसरी निकाल्ने र यसलाई चाहिँ कसरी मान्छेको लाइफमा चाहिँ यो प्रेडिक्सनलाई युज गर्ने भनेर यो चाहिँ वेस्टर्नमा धेरै युज हुन्छ है, वेस्टर्न साइडमा। र यो प्राय उहाँहरूको कल्चर अनुसारले यो एकदमै सटिक छ। फेरि उहाँहरूले लिने डिसिजन चाहिँ यो ठ्याक्कै लाइफको त्यो फेज हेरेरै बनाएको जस्तै देखिन्छ कि उहाँहरूको कल्चर अनुसारले एकदम सुहाउँदो छ। यो पनि म सिकाउँछु। र अरू भने चाहिँ हामी केस स्टडीहरू पनि गर्छौँ। ग्लोबल्ली एचिभरहरूको पनि हेर्छौँ भने कतिपय त तपाईँहरू आफैले पनि आफ्नै घर परिवारको सबै हेर्न सक्यो नि त। किन भन्दाखेरि जति तपाईँले आफैले अभ्यास गर्दै गर्नुभयो तपाईँहरूकै कन्फिडेन्स बढ्छ। मेरो त अलरेडी बढिसकेको छ होइन, मैले रिसर्च गरेर भएन, तपाईँहरूलाई नै म गर्न दिन्छु फ्रेस। मेरो रिसर्च पनि सेयर गरेर काम छैन किनभने त्यो बायस हुनसक्छ।
तपाईले नै रिसर्च गर्ने हो। र टाइमलाइन चाहिँ हाम्रो कोर्स चाहिँ जनवरीमा सुरु गर्ने र मार्चसम्म चाहिँ हामी सबै कम्प्लिट गरेर एक्जाम पनि लिने र सर्टिफिकेट पनि त्यसको लगत्तै डिस्ट्रिब्युट गर्ने भन्ने चाहिँ एउटा टाइमलाइन चाहिँ हामीले राखेको छौँ। र अर्को मेरो नेक्स्ट टार्गेट चाहिँ यहाँहरूलाई 2028 सम्ममा चाहिँ पछि म प्रोजेक्ट एस्ट्रोलोजी भनेर एस्ट्रोलोजी पनि पढाउने टार्गेट चाहिँ छ मेरो। तर यो आफैले पनि रिसर्च धेरै गर्नुपर्ने भएको भएर मैले टाइम ग्याप पनि राखेको छु र जति पनि मैले अहिले सब्जेक्ट सेयर गरेँ त्यसमा चाहिँ मैले आफैले अभ्यास गरेकै कुराहरू तपाईलाई सिकाउने भएको भएर त्यसमा सजिलो पनि हुन्छ र यसमा पनि मैले अभ्यास नगरिकन मैले सुरु गरेर त भएन, त्यही भएर मैले आफैले पनि मेरो आफ्नो डिप रिसर्चको लागि पनि राखेको चाहिँ छु। र यो सबैको उद्देश्य भने चाहिँ रमाइलो गर्ने भन्दा पनि अब कसैलाई प्रेडिक्सन गरेर ओहो दङ्ग पनि भन्दा पनि मेन चाहिँ लाइफलाई चाहिँ कसरी चेन्ज गर्ने, च्यालेन्जलाई चाहिँ कसरी मिट गर्ने भन्ने कुरा चाहिँ मेन फोकस हो न्युमरोलोजीको। मेरो पनि मेरो उद्देश्य क्वालिटी स्टुडेन्टलाई राम्ररी सिकाउनु हो र कम स्टुडेन्टलाई चाहिँ सिकाउनु हो मेरो उद्देश्य। त्यो 4-5 हजार फी राखेर त्यो मान्छे बटुलेर काम छैन। जेन्युनली काम गर्ने, जेन्युनली सिकाउने हो। र तपाईहरुलाई म केही मुद्राहरू पनि सिकाइदिन्छु। मुद्राको पनि बारेमा केही सुन्नु भएको छ है? र यसले पनि के गर्छ भन्दाखेरि तपाईको मिसिङ नम्बरहरू अथवा त्यसलाई चाहिँ यो मुद्राको तरिकाले पनि हामीले एउटा रेमेडियल पार्टमा युज गर्न सकिन्छ। जस्तै कसैको ग्राउन्डिङहरू भइरा छैन, कसैको चाहिँ भनौँ न अर्थ एलिमेन्ट नै मिसिङ छ भने उसलाई चाहिँ म पृथ्वी मुद्राहरू गराएर त्यो एलिमेन्टलाई चाहिँ कसरी ब्यालेन्स गर्ने भन्ने कुराहरू पनि म सिकाइदिन्छु। अब मसँग दिनलाई त यति टेक्निक छ, यति टेक्निक छ, अब मेन स्टुडेन्टमै भर पर्ने भयो कि ऊ कति लिन खोज्छ। समुद्रमा अब गिलास लिएर जान्ने गिलासै पाउने हो भरि, बाल्टिन लिएर जान्ने बाल्टिनै पाउने हो। समुद्र त अथाह छ दिनलाई। र एनर्जी एक्सचेन्ज भनेर चाहिँ मैले फुल कोर्सको चाहिँ 21,000 राखेको छु। यो लगभग 60 सेसन हुन्छ होला। र यसमा चाहिँ केही अप्ठ्यारो छ भने 2 इन्स्टलमेन्टमा पनि गर्न सकियो। मिनिमम 60 सेसन चाहिँ हुन्छ यसमा। 60 सेसन भनेको हजुर 1 आवर इच हुन्छ। अब मैले फेरि 7 दिन पढाएर काम छैन, तपाईलाई म 7 दिन पढाउँदिनँ, 3 दिन पढाउँछु होला सायद। त्यो भए पनि तपाईहरुले 4 दिन आफैले त्यो पढेको कुरा चाहिँ के त भन्दाखेरि आफ्नो रियल लाइफमा युज पनि गर्न सक्नुभयो नि त, अभ्यास गर्न सक्नुभयो। कोर्स मात्रै सिद्धाउने मेरो टार्गेट होइन। त्यो 7 दिन पढाएर सकाइदिएर तपाईहरुलाई आउट गराएर मेरो उद्देश्य त्यो होइन। तपाईहरुलाई चाहिँ बुझेर क्ल्यारिटी दिने हो के गर्ने हो त भनेर, क्लाइन्टलाई कसरी फेसिङ गर्ने भन्ने पनि म सेसन लिइदिन्छु तपाईहरुलाई। धेरै छ टेक्निकहरू। क्लाइन्टलाई चाहिँ अब यो प्रोफेसनल हिसाबले म यही फिल्डमा लाग्छु भन्नेलाई पनि कसरी चाहिँ क्लाइन्टलाई ह्यान्डल गर्ने, कसरी एथिकल रूपमा क्लाइन्ट ह्यान्डलिङ चाहिँ टेक्निकहरू पनि म तपाईहरुलाई सेसन गराइदिन्छु। र मैले अहिलेसम्म मेरो नामै भनेको थिएन, मेरो नाम चाहिँ मणिप अधिकारी।